हिन्दी भाषाको भारतीय संविधानमा आदिवासी शब्द छैन, त्यहाँ चाहिँ जनजाति शब्द मात्रै छ। भन्दाखेरि संविधान त भारतमा चाहिँ जनजाति एक्सेप्टेबल अथवा एक्सेप्टेड छ, आदिवासी त्यति छैन। तर इन्डिजिनस पिपुल्सहरूको बारेमा लेखेका अधिकांश अंग्रेजीमा लेखेका भारतीय लिटरेचर अथवा लेखतहरुमा चाहिँ आदिवासी छ, ट्राइबल पिपल, इन्डिजिनस पिपल अनि आदिवासी छ, तर जनजाति छैन। तर संविधानमा चाहिँ जनजाति छ। अब यो जातिको बारेमा पनि डिक्सनरीमा दिएको डेफिनेसन अथवा परिभाषा केही समस्याजनक छ। खास गरिकन बाहुन, क्षेत्री, आदि, जात जस्ता भनेको जाति र जात चाहिँ फरक कुराहरू हुन् हैन। जात भनेको कास्ट सिस्टम, जात व्यवस्थाको उच्च नीचको संरचनालाई जात भन्छ भने जाति फरक कुराहरू हो। अब यति कुरा चाहिँ हामीले नेपाली भाषामा नै म बोलिराखेको छु। हामी नेपाली भाषामा नै पढ्छौं, लेख्छौं र कुराकानी भएको हुनाले त नेपाली भाषाको शब्द मैले सन्दर्भ यहाँ ल्याउनु पर्यो। अब 1982 हैन 80 को दशक पछाडि संसारमा खास गरिकन जनजाति आदिवासी पिपुल, सुरुमा चाहिँ आदिवासीहरूको जनसंख्या इन्डिजिनस पपुलेसन्स भनेर यो वर्किङ ग्रुप अन इन्डिजिनस पिपुल्स भनेर सुरु, इन्डिजिनस पपुलेसन्स भनेर सुरु भयो। पछि गएर यो इन्डिजिनस पपुलेसन्स होइन, इन्डिजिनस पिपुल्स भनेर लामो यसको चाहिँ जात्रा छ। गएको 35 वर्षमा संसारमा यसमा धेरै बहस, काम, कुरा, पैरवी भएको छ। र लगत्तै हेर्दाखेरि श्रम संगठनको जब वर्किङ ग्रुपले आदिवासी जनजातिको विषयमा काम गर्ने कार्यदलले काम कहाँबाट थाल्ने त, केबाट थाल्ने, के को आधारमा काम गर्ने भन्दाखेरि चाहिँ श्रम संगठनको महासन्धि 107 जो 1957 मा पारित भएको थियो र यो महासन्धि 169 त पछाडि गएर 1989 मा मात्रै पारित भयो। भन्दाखेरि श्रम संगठनका ती डकुमेन्ट्सहरू, लिखतहरू चाहिँ यो कार्यदलले हैन प्रयोग गरेको देखिन्छ। ट्राइबल पिपल्समा चाहिँ दुईटा कुरा हैन, मेन स्ट्रिम ग्रुपहरू जो राज्यमा वर्चस्वशाली वर्ग भएर रहेका छन् र अरू जो सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाहरूले मेन स्ट्रिम ग्रुप भन्दा फरक, जो परम्पराहरूबाट, परम्परागत दस्तुरहरूबाट नियन्त्रित हुन्छन् अथवा चलिराखेका छन्, उनीहरूलाई ट्राइबल पिपल्स भनेर श्रम संगठनले लियो भने पछिल्लो चाहिँ इन्ट्रेस्टिङ कुरा छ। इन्डिजिनस पिपल्सको बारेमा आइएलओ कन्भेन्सन 169 ले ल्याएको जुन परिभाषा छ त्यसमा एउटा कुरा हेर्नुपर्ने हुन्छ हामीले। एउटा चाहिँ उपनिवेशवादी शक्तिहरू र अर्को चाहिँ राज्य विस्तारको समयमा उनीहरूको बसोबास कहाँ थियो। अहिले अलिकति आदिवासी जनजाति डेफिनेसनको हो र होइन चाहिँ हाम्रो लागि पनि केही समस्या हुँदै गइराखेको छ। हुन्छ, जस्तै उदाहरण निम्ति म ट्याङ्ला फाँटमा बस्छु, कीर्तिपुर नगरपालिकाको ट्याङ्ला फाँट, कीर्तिपुर नगरपालिकाको वार्ड नम्बर 2 मा म बस्छु। म चाहिँ त्यहाँको आदिवासी हुँ कि हैन, रमेश महर्जन चाहिँ त्यहाँको आदिवासी हो हैन। अब यो सरकारले विभिन्न संयन्त्रहरू गठन गर्दा, प्रतिनिधित्व गराउँदा, काम गराउँदाखेरि त रमेश महर्जन पनि पुग्छ, बालकृष्ण मावङ पनि पुग्छ। कुन चाहिँ आदिवासी हो, कुन चाहिँ जनजाति हो? अब अहिले त हामीलाई सोलो डोलो मेची महाकाल नै हामी आदिवासी हौं, हामी 59 वटा 100 कति, अहिले त 60 पुग्यो। हामी आदिवासी हौं भनेर चलाइराखेका छौं। तर जब वर्किङ डेफिनेसन हैन, हामीले काम गर्दाखेरि परिभाषा चाहिन्छ नि हैन, त्यतिखेर चाहिँ
अनि रमेश महर्जनलाई म थाहा नदिकन म चाहिँ आदिवासी हो, म बालकृष्ण मावो हुँ, म लिम्बू हुँ, 59मा म छु भनेर म आदिवासी भइहाल्ने। वर्षक रमेश महर्जनलाई थाहा पनि हुँदैन। त्यस्ता कुराहरू पनि छ। त्यसले गर्दाखेरि राज्य विस्तारको समयमा हैन त्यो जातिको मान्छे कहाँ थियो, त्यहाँसम्म कुरा चाहिँ इन्डिजिनस पिपुल्सको इस्युमा आइएलओ कन्भेन्सन 169 ले अर्को कुराहरू पनि ल्याएको छ। पहिलो मात्रै जाति भएर भएन हैन। राज्य विस्तारको सन्दर्भमा अथवा पृथ्वीनारायण शाहको जुन एक्सपेन्सनिस्ट हैन जुन प्रोजेक्ट चलाउँदाखेरि चाहिँ त्यो समुदायको मान्छेहरू कहाँ थिए भन्ने कुराहरू मानक बन्ने हो कि भन्ने कुराहरू अहिले आइराखेका छन्। यो कुराहरू हामीले चर्चा गर्नुपर्छ हो। 35 वर्ष पछाडि जनजाति महासंघले हिन्दू वर्णाश्रम संरचना ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र भित्र नपर्ने जनजाति हुन् भनेर चाहिँ परिभाषित गर्यो। अब जनजाति महासंघको यो परिभाषा र अघि मैले लिस्ट उतारे नि हैन, त्यो लिस्टसँग यो परिभाषाको अन्तर सम्बन्ध कहाँनिर छ? हामीले यो परिभाषा गर्दाखेरि टक 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 यो कारण अथवा यो चाहिँ आदिवासी यो चाहिँ गैर आदिवासी भनेको भए सजिलो हुन्थ्यो कि के भयो? यो हाम्रो परिभाषा मान्छेलाई बुझ्न गाह्रो भइरहेको कि के हो? एकदमै सोधेको गर्छ। गएको 35 वर्ष सोधेको छन्। तपाईहरुले कतिको सोध्छन् पनि मलाई त तपाईहरुले नै सोध्नुहुन्छ भने मलाई डर छ। अघि नै मैले लिस्ट गरेको कारण त्यही एउटा त्यो। त्यसले जनजाति महासंघले 6-7 वटा क्राइटेरियाहरू बनायो। यो म यहाँ टाइम लिन चाहन्न, दिन समय लाग्छ, म गर्दिन। तर यहाँनिर आदिवासी मूलवासी जनजाति भएको स्वीकार्दै भन्ने कुराहरू छ क्या। भन्नु गर्थ्यो भने जनजाति महासंघले डेफिनेसन प्रस्तुत गर्दाखेरि आदिवासी जनजाति र मूलवासी भन्ने शब्दहरू पारिसकेको छ। तर प्रश्न के आउँछ? हामी आदिवासी किन, मूलवासी पो हुनुपर्ने त, जनजाति किन, श्रमिक हौं र हामी भन्ने प्रश्नहरू चाहिँ आइ गर्छ क्या। त्यसले गर्दाखेरि यी डिफरेन्ट क्राइटेरिया 5-6 वटा क्राइटेरियाहरू जुन जनजाति महासंघले 35 वर्ष अगाडि तय गरेको थियो, यी कुराहरू पनि मनन गर्ने हो कि। अनि यही मौकामा म तपाईहरुलाई के भन्न चाहन्छु भने यो संविधानको कुरा त मैले अघि चर्चा गरेँ। यही मौकामा तपाईहरुलाई म के भन्न चाहन्छु भने जनजाति महासंघ नै पनि स्थापना भएको 30-35 वर्ष भयो। तर हामीले बोल्दा जनजाति शब्द बिरलै बोल्छौं के जाति बोल्छौं हैन। हाम्रो जाति कुरै बुझ्दैन, हाम्रो जनजाति कुरै बुझ्दैन सम्म त भन्नु नि। हाम्रो जाति मगर जाति त कुरै नबुझ्ने खालको, लिम्बू त झन् लिम्बू जाति त मूर्ख हो, खुकुरी निकालिहाल्छ भन्छौं क्या। अनि आन्दोलन चाहिँ जनजातिको शब्द चाहिँ जनजाति कहिल्यै प्रयोग गर्दैन, प्रयोग गर्छ के जाति 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 प्रयोग गर्छ क्या। यो एउटा समस्या छ। अब यसमा आज अलिकति आज पनि बहस गर्नुपर्छ कि जस्तो मलाई लाग्छ। अब यो कुरा पछाडि चर्चा गरौँला। अब यहाँ दुईटा कुरा चाहिँ यहाँनिर अघि कार्यक्रम र शेड्युल हेर्दाखेरि चाहिँ मादेनजी आजको तपाईहरुको कार्यक्रम गजब राम्रो जस्तो लागेको थियो क्या। तर यहाँ मान्य ज्यूहरु अघि यहाँ जति हुनुहुन्थ्यो नि अहिले कोही पनि हुनुहुन्छ। सर हुनुहुन्छ, जम्मै हुनुहुन्छ। अनि आज हुनुभएका मान्यज्यूहरु पनि नयाँ देख्दा आज चाहिँ गजब हुनुभयो भन्ने लागेको थियो क्या। उहाँहरू हिँडेपछि मेरो विचारमा गजब उही पुरानै प्रक्रियामा हाम्रो आजको कार्यक्रम हुँदैछ। सो मैले यो 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 किन यो प्रक्रिया, किन हाम्रो आदिवासी जनजातिको मामला चाहिँ गजबको किन भइरहेको छैन, त्यो जुधिराखेको छैन के। हामीसँग 2 जना कमेन्टेटर ज्यूहरु पनि हुनुहुन्छ, हाम्रो मान्य सुरेश आले मगर, त्यसपछि हाम्रो डाक्टर प्रतिमा गुरुङ, यसै गरी मान्य ज्यूहरु पनि यहाँ देखिनु भएको छ। उहाँहरूको पनि थोरै कुरा सुनौं भन्ने पनि छ हाम्रो चाहना चाहिँ हैन। त्यसपछि
केही चाहिँ महासङ्घीय ढाँचाका व्यक्तित्वहरू पनि हुनुहुन्छ, उहाँहरूको पनि छोटो छोटो कुरा सुन्न पायो भने बेटर हुन्छ। तर अघि मावङ सरले भन्नुभएको जस्तो दिल खोलेर बोल्ने खालको अवस्था पक्कै पनि छैन। त्यसले गर्दाखेरि पनि अब यहाँहरूको आज अब यसो गरौँ, हामी भेला भयौँ, अब यसो गरौँ भन्ने खालको कुरामा एउटा प्रतिबद्धता जस्तो मात्रै आयो भने पनि आगामी दिनको लागि त्यसले एउटा राम्रो खालको वातावरण तयार गर्छ भन्ने लागेको छ। यति भन्दै अब यो कमेन्टेटर त हाम्रो चाहिँ दुईजना हुनुहुन्छ, उहाँहरूलाई चाहिँ अब 10-10 मिनटको समय, तर त्यो पनि अब एकचोटि हामी के गर्छौँ भन्ने खालको कुरा गरौँ र 10 मिनट पछि चाहिँ अब यो के छ भने अलिअलि कानुन लगाउनु पर्ने हो। 10 मिनट पछि यो टिङ टिङ घन्टी बजेपछि 2 मिनटमा चाहिँ सिद्ध्याउनु पर्छ होला भन्ने मैले अनुरोध गर्न चाहन्छु। यति कुराकानी गर मैले धेरै भन्नुपर्ने छैन। मभन्दा अग्रज व्यक्तित्व जसले चाहिँ यो मुभमेन्टमा चाहिँ आफ्नो प्रोफेसनल करियर नै धन्दै 40 वर्ष भन्दा बढी बिताइसक्नु भएको छ। मोर देन 4 डिकेड्स जर्नी भएको व्यक्तित्वबाट आजको यो कार्यक्रमको यो विशेष गरी यो राष्ट्रिय परामर्श गोष्ठीको विषयमा र यो जुन विषय हामीले लिइरहेको छौँ, आदिवासी जनजातिहरूले लिएको अचिभमेन्ट, त्यो अचिभमेन्टसँगको च्यालेन्जेस, त्यो च्यालेन्जेससँगको वे फरवर्ड हामी चाहिँ कसरी ग्लोबल र तपाईको लोकल पर्सपेक्टिभसम्म, नेसनल पर्सपेक्टिभसम्म हामी कसरी लिएर आउन सक्छौँ भनेर चाहिँ डाक्टर बालकृष्ण मावङज्यूले चाहिँ जुन अग्रज व्यक्तिले यहाँ प्रस्तुति गरिसक्नु भएको छ। मैले धेरै कुराहरू चाहिँ उहाँहरूले राख्नु भएको कुरालाई चाहिँ मैले एकदमै स्वीकार्छु पनि। त्यसलाई चाहिँ त्यहाँ भएको डिस्कोर्सहरूलाई चाहिँ त्यसलाई चाहिँ हामीले एकीबद्धता पनि जनाउँछौँ। तर यसलाई चाहिँ हामीले सरले गर्नुभएको प्रस्तुतिलाई चाहिँ हामीले हेर्दै गर्दा यो अवस्थाहरूलाई चाहिँ 35 वर्षदेखि सुन्दै आइरहेको शब्दावलीहरू, 35 वर्षदेखि सुन्दै आइरहेको बहसहरू भनेर चाहिँ जुन उहाँले आफ्नो प्रस्तुतिको अगाडिको कन्टेक्स्ट सेटिङ गर्नुभएको छ, त्यो आफैमा महत्त्वपूर्ण छ। आज पनि त्यो त्यतिकै सान्दर्भिक छ र त्यो सान्दर्भिकतामा चाहिँ हामी नीतिगत रूपमा, राष्ट्रिय रूपमा भएका नीतिगत प्रावधानहरूलाई चाहिँ हामीले समग्र रूपमा अहिलेको समकालीन परिस्थितिमा चाहिँ यो कुराहरू सान्दर्भिक रहेको पनि म निवेदन गर्न चाहन्छु र त्यसलाई चाहिँ मैले पोजिटिभली पनि हेर्छु। र ग्लोबल रूपमा आएको चाहिँ पर्सपेक्टिभ जुन सरले आफ्नो कार्यपत्रमा राख्नु भएको छ र त्यो सँगसँगै आएको एकाडेमिक डिस्कोर्समा चाहिँ प्लेस अफ ओरिजिन, प्लेस अफ डेस्टिनेसन्सको कुरा, कसरी आदिवासी जनजातिहरूको सवाल चाहिँ ग्लोबल डिस्कोर्समा आउँदै गर्दाखेरि चाहिँ यो कसरी पोलिटिकल एजेन्डा भयो र त्यो पोलिटिकल एजेन्डा सँगसँगै चाहिँ हामीले अहिले पछिल्लो समयमा आएको चाहिँ नेपालको कन्टेक्स्टमा पनि त्यो पोलिटिकल डिस्कोर्स र पोलिटिकल मेनिफेस्टोहरूमा चाहिँ कसरी चाहिँ त्यो समाहित हुन सकेको छैन भन्ने चुनौतीका विषय पनि सरले चाहिँ आफ्नो कार्यपत्रमा राख्नु भएको छ, जुन कार्यपत्रको चाहिँ एकदमै महत्त्वपूर्ण पाठ हो पनि भनेर चाहिँ भन्न चाहन्छु र यसको लागि सम्मान पनि व्यक्त गर्न चाहन्छु। अर्को महत्त्वपूर्ण पार्ट चाहिँ कार्यपत्रको चाहिँ लिटरेचर अफ रिभ्यू भनेर भन्छौँ, जुन अहिलेसम्म चाहिँ आदिवासी अग्रजहरूले, आदिवासी विज्ञहरूले, आदिवासी अभियन्ताहरूले चाहिँ ग्लोबलदेखि चाहिँ नेसनलसम्मको लिटरेचरलाई लिएर आउँदाखेरि चाहिँ हामीसँग यथा मात्रामा चाहिँ विभिन्न थीमेटिक एरियामा चाहिँ यो विषयमा चाहिँ चिन्तन, यो विषयमा डिस्कोर्स, यो विषयमा चाहिँ छलफल, यो विषयमा चाहिँ त्यो अनुसारले चाहिँ काम कर्तव्य अगाडि बढिरहेको पनि हामीले देख्छौँ। त्यो सँगसँगै चाहिँ अन्तिममा चाहिँ सरले लिएर आउनु भएको चाहिँ ज्ञानका, आदिवासी ज्ञानका कुरा, शान्तिका कुरा, अधिकारका कुरा, समावेशी र विविधताको कुरालाई जसरी जोड्नु भएको छ, त्यो आफैमा चाहिँ पेपरको चाहिँ एकदमै महत्त्वपूर्ण र स्ट्रङ पार्ट हो भन्ने कुरा पनि म रिफ्लेक्सन गर्न चाहन्छु। यद्यपि त्यो भन्दै गर्दाखेरि चाहिँ अलिकति त्यो पर्सपेक्टिभलाई चाहिँ हामीले होलिस्टिकली रूपमा हेर्दाखेरि चाहिँ 1993 को पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ आन्दोलन र चाहिँ तपाईँको चाहिँ आन्दोलन र आदिवासी दृष्टिकोणको चाहिँ पृष्ठभूमिलाई हेर्दाखेरि चाहिँ इन्टरनेसनल इयर अफ इन्डिजिनियस पिपुल्स डे भनेर जुन मनाउँदै आइरहेको थियौँ र त्योसँग जोडिएको विभिन्न विषयवस्तुहरू चाहिँ महत्त्वपूर्ण बहसको विषयमा चाहिँ राखेको छौँ। त्यो विषयहरूलाई भन्दै गर्दाखेरि चाहिँ एकदमै महत्त्वपूर्ण नबिर्सिनु पर्ने चाहिँ तपाईँको विषय चाहिँ विकासको सहभागी मात्र होइन, विकासको निर्णय प्रक्रियाको अधिकार सहित
आदिवासीहरूको अधिकारलाई कसरी चाहिँ सहभागितालाई सुनिश्चित गर्नुपर्छ भन्ने आयाम पनि हामीले 1993 को त्यो डिस्कोर्सबाट पाउने गर्छौँ। 1993 को पछाडिपट्टि हेर्दाखेरि चाहिँ थुप्रै सवालहरू चाहिँ मानवाधिकारका सवालको रूपमा जातीय सांस्कृतिक र पहिचानका सवालहरू र प्रश्नहरू हामीले चाहिँ विश्व परिदृश्यमा पाउँछौँ र त्यही परिदृश्य चाहिँ हामी नेसनल लेभलको डिस्कोर्समा पनि पाउँछौँ। त्यसले गर्दाखेरि चाहिँ आदिवासीका सवालहरूलाई हेर्दाखेरि चाहिँ आत्मनिर्णयको अधिकार, ऐतिहासिक विभेदका कुराहरू हैन, त्यो सँगसँगै नीति निर्माण तहमा चाहिँ सहभागिता हुने विषयलाई हेर्ने हो भने हामी एकदमै राम्रो सङ्घारमा चाहिँ आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान जुन बन्यो र त्यो प्रतिष्ठानले लिएर आएको म्यान्डेटलाई एकदमै महत्त्वपूर्ण साथ चाहिँ हामीले सरको कार्यपत्रमा चाहिँ हामी त्यो पाउँछौँ। त्यो सँगसँगै चाहिँ ग्लोबल इनिसिएटिभ्समा भएको चाहिँ युएन पर्मानेन्ट फोरम अन इन्डिजिनियस पिपुल्स भनेर भनेछौँ। त्यो संरचना सँगसँगै दुईटा अर्को महत्त्वपूर्ण संरचना पनि हामीले नबिर्सिनु पर्ने चाहिँ रहन्छ। कार्यपत्रमा चाहिँ अलिकति यो विषयमा चाहिँ छुटेको चाहिँ एक्सपर्ट मेकानिजम अन द राइट्स अफ इन्डिजिनियस पिपुल्स भनेर भनेको छौँ। त्यो संयन्त्र र त्यो सँगसँगै चाहिँ युएनको संयन्त्रभित्र चाहिँ स्पेशल ऱ्यापोर्टर्सको जुन म्यान्डेट आएको थियो त्यो म्यान्डेटलाई चाहिँ हामीले चाहिँ यो कार्यपत्रमा चाहिँ समेट्न सकेको भए अझै यो कार्यपत्र चाहिँ अझै चाहिँ रिच हुने थियो भन्ने कुरा पनि मैले निवेदन गर्न चाहन्छु। त्यो सँगसँगै चाहिँ 2006बाट चाहिँ हामीले हेर्दै आयो भने चाहिँ आदिवासी जनजातिको आन्दोलनमा पुनर्संरचना, समावेशिता र संघीयताको बहसलाई चाहिँ अगाडि बढाएको पाउँछौँ। तर त्यो बहसभित्र चाहिँ पछाडि पारेको समुदाय, पछाडि पारेको समूह भन्ने दृष्टिकोणलाई चाहिँ ऐतिहासिक र राजनीतिक, सांस्कृतिक र सामूहिक अधिकारको सवालमा चाहिँ स्थापित भएको पाउँछौँ। त्यो स्थापित हुँदै गर्दाखेरि चाहिँ नेपालको संविधानलाई टेकेर हेर्दा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भन्ने कुरालाई स्वीकार्यताको चाहिँ हामीले पाउँछौँ र त्यो एकदमै प्रोग्रेसिभ रूपमा चाहिँ यसले चाहिँ संवैधानिक आयोगमा चाहिँ हाम्रो समावेशी आयोग र चाहिँ आदिवासी जनजाति आयोग चाहिँ एउटा महत्त्वपूर्ण माइलस्टोनको रूपमा चाहिँ यो संविधानले चाहिँ हामीलाई त्यो कुरा चाहिँ हामीलाई अस्योर गर्यो भन्ने कुरा चाहिँ आउँछ। तर क्वेसन चाहिँ कहाँनिर रहन्छ भन्दा संविधानको अधिकार सुनिश्चित हुनु र त्यो समुदायले चाहिँ व्यवहारमा त्यो अधिकार उपभोग गर्न पाउनु कि नपाउनु भन्ने कुरा चाहिँ महत्त्वपूर्ण विषय रहन्छ। त्यस्तै गरेर 2017 देखि चाहिँ 26 सम्म हेर्ने हो भने चाहिँ संघीयता र अधिकारको कार्यान्वयनमा चाहिँ हामीले पछिल्लो समयमा चाहिँ आएको अचिभमेन्टमा हेर्दाखेरि चाहिँ सांस्कृतिक संरक्षण, स्थानीय तहमा पाठ्यक्रम, स्थानीय विकास योजनाहरू, आदिवासी स्रोत र व्यवस्थापन र स्थानीय राजनीतिक सहभागिता चाहिँ हामी एकदमै महत्त्वपूर्ण तपाईको सवालको रूपमा पाउँछौँ। तर त्यो सवाल हुँदै गर्दाखेरि संघीयता भित्रको पृष्ठभूमिमा हेर्दाखेरि निर्णय गर्ने वास्तविक शक्ति कसले प्रदान गर्छ, स्रोत कोसँग छ, पहुँच कसको हातमा छ भन्ने सवाल चाहिँ अझै पनि प्रश्न चाहिँ हामी माझ आदिवासी जनजातिहरूको माझमा चाहिँ यो प्रश्न चाहिँ उठ्ने गर्छ। 2026 सम्मको चुनौतीहरूलाई हेर्दाखेरि चाहिँ हामीले पछिल्लो समयमा आएर चाहिँ विभिन्न सवालहरू चाहिँ हामीले जोडिएका छौँ र त्यो सवालहरूमा चाहिँ विशेष गरेर विकासका सवाल, जलविद्युत आयोजनाका सवाल, पूर्वाधारका सवालमा चाहिँ भूमिसँगको चाहिँ सवाल चाहिँ महत्त्वपूर्ण रहन्छ। यो भूमिसँगको सवाललाई जोड्दै गर्दाखेरि आदिवासी जनजातिहरूले भन्दै आएको फ्री, प्रायर एन्ड इन्फर्म कन्सेन्टको विषय चाहिँ एकदमै क्वेसनेबल भएको चाहिँ हामीले पाउँछौँ। राजनीतिक प्रतिनिधित्वको सवाल र निर्णय कसले गर्छ भन्ने सवाल चाहिँ पर्टिनेन्ट र क्रिटिकल देख्छौँ। भाषा र संस्कृतिको अधिकारमा चाहिँ अहिले पछिल्लो समयमा आएर डिजिटल सामग्री, डिजिटल प्लेटफर्मले चाहिँ इन्डिजिनियस पिपुल्सको ल्याङ्ग्वेजलाई ठुलो प्रश्न चाहिँ हामीले चाहिँ पाउँछौँ। विकास र जलवायु परिवर्तनका विषयलाई हेर्ने हो भने चाहिँ पछिल्लो समयमा आएर चाहिँ इन्डिजिनियस ल्यान्ड र इन्डिजिनियस ल्यान्डसँग जोडिएको चाहिँ तपाईँको विभिन्न डिजास्टर र डिजास्टरसँग जोडिएको चाहिँ डिस्प्लेसमेन्टका सवालहरू चाहिँ एकदमै महत्त्वपूर्ण रूपमा चाहिँ हामीले पाउने गर्छौँ। 2026 सम्म आउनु पर्दाखेरि चाहिँ एकदमै माइलस्टोन रूपमा चाहिँ ग्लोबल रूपमा आएको अचिभमेन्ट चाहिँ आदिवासी आन्दोलनभित्र चाहिँ विविधता छ। आदिवासी आन्दोलनको विविधता चाहिँ यही वर्षको आदिवासी जनजातिहरूको संसारभरिको अन्तर्राष्ट्रिय आदिवासी जनजातिहरूले मनाउँदै आएको यो नेपालमा पनि यो वर्ष हामीले मनाउँदै गर्दाखेरि इन्डिजिनियस अनरिङ इन्डिजिनियस मिड वाइफ्स हैन, हाम्रो चाहिँ परम्परागत दाइ आमाहरूलाई चाहिँ अनर गर्ने भन्ने विषय चाहिँ
आदिवासी समग्र विश्वभरको आदिवासी भित्रमा पनि आदिवासी महिलाको विषयलाई चाहिँ प्राथमिकताको साथमा हेरिएको छ। यसकारणले गर्दाखेरि चाहिँ आदिवासी डिस्कोर्स भित्र इन्टरनेसनल रूपमा आएको आदिवासी डिस्कोर्स र नेसनल रूपमा आएको आदिवासी डिस्कोर्स भित्रमा पनि आदिवासी महिलाको भूमिका अग्रज हुन्छ। आदिवासी महिला चाहिँ सोसाइटीको र ओभरअल फ्यामिलीको लागि नै चाहिँ एज अ कन्ट्रिब्युटर हुन सक्छ र इन्डिजिनियस नलेज र प्र्याक्टिसलाई चाहिँ सम्मान गर्नुपर्छ भनेर चाहिँ यो विषय वस्तुहरू चाहिँ अन्तर्राष्ट्रिय तहमा छिरेको चाहिँ हामीले पाउँछौँ र यसको एकदमै ज्वलन्त कङ्क्रिट इक्जाम्पल चाहिँ 2024-25 मा आएको महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धिको आधारभूत सिफारिस नम्बर 39 जो आदिवासी महिला किशोरी र अपाङ्गता भएका महिलाको लागि आएको छ। यसकारणले गर्दाखेरि चाहिँ ग्लोबल रूप हुँदै चाहिँ इन्टरनेसनल हुँदै चाहिँ तपाईको चाहिँ नेसनल रूपमा हेर्ने हो भने चाहिँ आदिवासी जनजातिहरूको चाहिँ सवाललाई चाहिँ अहिले विविधताको सवालमा चाहिँ हेर्ने गरिरहेको छ र त्यो विविधता भित्र चाहिँ इन्टरसेक्सनल डिस्क्रिमिनेसन इन्टरसेक्सनल आइडेन्टिटिजको कुराहरू चाहिँ प्रभावकारी रूपमा आएको पनि हामीले चाहिँ देख्छौँ। मैले समष्टिगत रूपमा हेर्दाखेरि चाहिँ 1993 देखि 2026 को र सरले प्रस्तुत गर्नुभएको कार्यपत्रलाई चाहिँ म तीनटा फेजमा चाहिँ क्रिटिकल्ली चाहिँ हैन मैले आफूले रिफ्लेक्सन गरे। एउटा चाहिँ पहिलो फेजमा चाहिँ रेकग्नाइजेसनको फेज, हामी को हौ, हाम्रो पहिचान के हो, हाम्रो संस्कृति के हो, हाम्रो भाषा के हो, हाम्रो अस्तित्व के हो, हाम्रो मान्यता के हो, हाम्रो संघर्ष के हो भन्ने कुरा म एकदम ऱ्यापअपमा छु। फर्स्ट फेजमा हेर्न चाहन्छु भने सेकेन्ड फेजमा चाहिँ रिप्रेजेन्टेसनको फेज भनेर भन्छौँ। यसले चाहिँ समग्र रूपमा विश्वभरमा रहेका आदिवासी र चाहिँ नेपालमा भएका आदिवासीले पनि सहभागिताको कुरा, समावेशिताको कुरा, समानुपातिक प्रतिनिधित्वको कुरा र विशेष गरेर राजनीतिक सहभागिता र संघर्षको विषयहरू उठान गरिएको यो कार्यपत्रमा हामी पाउँछौँ भने तेस्रो एकदमै महत्त्वपूर्ण राइट्स एन्ड पावर हैन अधिकार सँगसँगै शक्ति को छ हैन स्रोत कोसँग छ पहुँच कोसँग छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण हो। हाम्रो अधिकार कसले दिन्छ, हामीले कसरी कार्यान्वयन गर्छौं र अबको बाटो हामी कसरी चाहिँ जान्छौं भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। यो केवल प्रतिनिधित्वसँग मात्रै जोडिएको छैन, प्राकृतिक स्रोत र आत्मनिर्णय अथवा फ्री प्रायर एन्ड इन्फर्म सँग मात्रै चाहिँ जोडिएको छैन कि शक्ति हु होल्ड्स द पावर, हु फ्रेम्स द न्यारेटिभ, अनि त्यो न्यारेटिभ भित्र चाहिँ हामी आदिवासी जनजातिहरूको न्यारेटिभ्स के हो त भन्ने विषय चाहिँ महत्त्वपूर्ण छ। अहिलेको यो क्रिटिकल डिस्कोर्समा चाहिँ सायद हामी यही जङ्क्चरमा छौँ। हामी अहिले अन्तर्राष्ट्रिय तहमा मैले भन्नु नै गर्नुपर्ने हुन्छ, लास्ट बट नट द लिस्ट भनेर भन्नु पर्दाखेरि 35 वर्षको यत्रो अचिभमेन्ट, ग्लोबल्ली रूपमा आएको यत्रो अचिभमेन्ट चाहिँ एकदमै चाहिँ रिग्रेसिभमा चाहिँ ग्लोबल रूपमा पनि जाँदैछ भन्ने कुरा पनि म यहाँहरूलाई जिकिर गर्न चाहन्छु। आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय तहमा भएको तीनटा म्यान्डेट, UN पर्मानेन्ट फोरम अन इन्डिजिनियस पिपुल, एक्सपर्ट मेकानिजम अन द राइट्स अफ इन्डिजिनियस पिपुल र स्पेशल ऱ्यापोर्टर्सको म्यान्डेटलाई चाहिँ यो वर्ष नै संयुक्त राष्ट्र सङ्घले UN80s भनेर रिफर्मेसन गर्दैछ। ग्लोबल्ली रूपमा आएको रिफर्मेसन नेपालको सरकारले पनि अहिले आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रिफर्मेसन अथवा विभिन्न नाममा यही प्रोसेस भइरहेको छ। यसकारणले गर्दाखेरि चाहिँ अहिले आदिवासी जनजातिहरू चाहिँ हामी स्टेट हौं भनेर हामी चाहिँ संयुक्त राष्ट्र सङ्घमा हामीले हाम्रो पहिचान गर्दै गर्दा इन्हान्स एन्ड मिनिङफुल पार्टिसिपेसन अफ इन्डिजिनियस पिपुल्स एज अ नेसन को विषय चाहिँ गम्भीर प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय तहमा उठेको यो प्रश्न नेपालको लागि पनि उत्तिकै सान्दर्भिक छ। नेपालको अहिलेको सरकारले पनि आदिवासी जनजातिहरूको सवाल र सम्पूर्ण तपाईको चाहिँ आदिवासी जनजातिसँग जोडिएका सम्पूर्ण तमाम सवालहरूलाई चाहिँ कसरी लैजान्छ भन्ने कुरा चाहिँ चाहे त्यो संविधान संशोधनको विषय होस्, चाहे प्रतिष्ठानको विषय होस्, चाहे अन्य तपाईको कानुन आउँदै गर्दाखेरि चाहिँ यो सवाललाई चाहिँ समावेशीकरण र मूल प्रभावीकरण गर्ने विषय होस्, यो विषय चाहिँ टड्कारो छ, यो विषय गहन छ। यो विषयमा हामी सबै संवेदनशील रूपमा चाहिँ संघर्ष गर्नुपर्ने छ, सहकार्य गर्नुपर्ने छ र साझेदारी गर्नुपर्ने छ। मैले बालकृष्ण सरको यो प्रेजेन्टेसनलाई फेरि पनि
हृदयबाट चाहिँ एकदमै धेरै धेरै नमन गर्दै अबको यो बाटोमा चाहिँ यो पेपर लेख्दै गर्दाखेरि चाहिँ युएनमा भएको सिस्टमको पनि क्रिटिकली त्यसलाई रिफ्लेक्सन गरेर चाहिँ यसले एड गरिदिनु भयो भने पेपर अझै रिचफुल हुनेछ भन्ने सुझावको साथ मलाई दिएको यो समय र यो मलाई दिएको चाहिँ यो स्पेसलाई म आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान प्रति नमन गर्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद डाक्टर प्रतिमा गुरुङ। टिप्पणी गरिदिनु हुनको लागि नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव पनि हुनुहुन्छ र हाम्रा आदिवासी जनजाति को सेक्टरमा चाहिँ एकदमै अग्रज व्यक्तित्व मान्य सुरेश आले मगरजीलाई म 10 मिनेटमा आफ्नो कमेन्ट राखिदिनु म अनुरोध गर्छु। Honoring indigenous midwives, safeguarding life and well-being भन्ने नाराका साथ मनाइँदै गरेको 32औं विश्व आदिवासी दिवसका अवसरमा सबभन्दा पहिले त म सायद भोलि फेरि तपाईँ हामीसँग भेट हुन्छौँ कि हुँदैन थाहा छैन। यो अवसरलाई क्याप्चर गर्दै तपाईँहरू लगायत विश्वभरिका आदिवासी जनजातिहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। विश्वभरिका आदिवासीहरूको एउटा चाड हो विश्व आदिवासी दिवस। अब म पनि यहाँ के अरे दुईटा डापछि यो नडा टिप्पणी कार्यक्रममा उपस्थित भएको छु। कति के अरे न्याय गर्न सक्छु सक्दैन थाहा छैन। त्यही भएर मैले पनि मेरा प्रिय मित्र विद्वान प्रस्तोता डाक्टर बालकृष्ण महामंगले जस्तै यो टिप्पणीकारको रूपमा म उपयुक्त छैन कि मैले पनि मभन्दा अरू खोज्ने कि भनेर भनेको थिएँ, तर उहाँले बताइदिनु भयो सायद ओल्ड इज गोल्ड भन्नु भयो होला। त यसैमा म के भन्न चाहन्छु भने न्यू इज घिउ भन्ने पनि छ, नबिर्सनु होला। अब एउटा अप्ठ्यारो मलाई के परेको छ भने नि आजको विषय छ नेपालमा आदिवासी जनजातिको हक अधिकार संरक्षण उपलब्धि र चुनौती। प्रस्तुताजीको प्रस्तुति फेरि फरकै छ। फेरि त्यसो एउटा दुविधा मलाई के परेको छ भने केमा टिप्पणी गर्ने, यो विषयमा टिप्पणी गर्ने कि उहाँको प्रस्तुति टिप्पणी गर्ने। मेरो टिप्पणी पनि एकातिरको आधी अर्कोतिरको झोलुङ्गो हुन्छ कि भन्ने डर लागेको छ मलाई। तपाईँले केही त भन्नै पर्यो फेरि भन्ने हिसाबले जस यो उहाँ डाक्टर बालकृष्ण उहाँको यो पेपर बौद्धिक छ, प्राज्ञिक छ, तर मलाई चाहिँ के लाग्यो भन्दाखेरि जुन विषय आज छ, जुन विषय यति बेला दिएको छ नेपालमा आदिवासी जनजातिको हक अधिकार संरक्षण उपलब्धि र चुनौती, यसमा त्यति साह्रो यो सान्दर्भिक भएन कि। प्राज्ञिक त बौद्धिक त छ, यही सन्दर्भ सामग्रीमा पुरा विदेशी लेखकहरूको चाहिँ भरमार छ, तर यो विषयमा त्यति आएन कि भन्ने चाहिँ एउटा मलाई लागेको छ। तर समग्रमा फेरि यो ठिकै छ भन्ने कुरा राख्दै यहाँ प्रश्नहरू सोधिएका रहेछन् थुप्रै, तर त्यसको जवाब चाहिँ फेरि यहाँ दिएको छैन, उहाँले दिनुभएको छैन। मेरो त व्यक्ति धारणा के छ भन्दा विद्वानहरूले विज्ञहरूले प्रश्नहरूको जवाब दिनुपर्छ, आफ्नो धारणा बताउनु पर्छ। त्यो धारणा सही हो कि होइन, त्यो धारणासँग मान्छेहरू सहमत छ कि छैनन्, यो बेग्लै कुरा भयो। आफ्नो धारणा चाहिँ दिनुपर्छ भन्ने मलाई लाग्छ। र होइन भन्दाखेरि त्यत्तिकै असरलाई छोड्दै भन्दाखेरि त के अर्थ भयो त्यसको? यो सन्दर्भ सामग्री कुरा हो, त्यहाँ त छ नि त, जसले पढे पनि हुन्छ, त्यो त खोज्यो पढ्यो भइहाल्यो। उहाँले फेला पार्नुभयो, मैले पनि फेला पार्नु, उहाँले फेला पार्ला, त्यसैले आफ्नो धारणा के हो त भन्ने त ठिक हो त भन्ने मलाई लाग्छ। यसरी उसमा जाँदाखेरि धेरै ठाउँ त्यसै मैले पाउँदिनँ। र जहाँसम्म यहाँ उठेका सन्दर्भ उठ्यो भनेर जो उहाँले भन्नुभएको छ त्यसको मैले जवाब दिने दृष्टता गर्न चाहन्छु। मूलवासी हो कि होइन, हो कि मूलवासी हो कि आदिवासी हो, यो हाम्रो बिचमा प्रश्न चाहिँ हो। म के भन्छु भने आदिवासी हो। मूलवासी भनेको के हो? मूल भनेको मुख्य प्रधान त जुन पनि हुन सक्छ, आदिवासी हो कि होइन भन्ने कुरा आउँछ। जस्तो युएसए को सधैँ अमेरिकाको मूलवासी को हो? यो गोराहरू हो कि होइन भन्न सकिँदैन, तर आदिवासी हो त होइन, यसरी हेर्नुपर्ने हुन्छ। त्यसैले नेपालको सन्दर्भमा हामी आदिवासी हौँ र मूलवासी भन्दा बेठिक चाहिँ होइन, तर सठिक शब्द चाहिँ आदिवासी नै हो। सुरुदेखि बसोबास गरेको बासिन्दा, आदि होइन आदि, सुरु, स्टार्ट, राइट फ्रम द बिगिनिङ। कुनै पनि धरतीको भूभागमा मान्छेको बसोबास कहिलेबारी भयो त्यस बेलादेखिको बासिन्दा, त्यति बेला बसोबास गर्ने मान्छेको सन्तान
हो यो आदिवासी। यहाँ छ भूमिपुत्रको कुरा छ। म यस्तो जेन्डर बायस शब्द प्रयोग नगरौँ भन्छु मैले। भूमिपुत्र त भयो, पुत्री खोइ त, पुत्री खोइ महिलाहरू उठाउनु भएन, यहाँ उठाउनु होला सायद। त्यसैले भूमिपुत्र भन्नुभन्दा भूमि सन्तति भन्ने शब्द प्रयोग गर्नु ठिक हुन्छ भन्ने कुरा राख्न चाहन्छु यो बारेमा। र यो आदिवासी यो स्लाइडमा लेखिएको छ, यो आदिवासी जनजाति प्रतिष्ठानले पनि आफ्नो ऐनको विवरण लेखिरहेछ। यो स्ल्यास दिएर जुन लेखिन्थ्यो ऐनमै पनि जुन छ त्यो हटाइयो, त्यो गलत हो। आदिवासी स्ल्यास जनजाति यसका दुईटा छ। यहाँ प्रस्तुतज्यूले त आदिवासी जनजाति सिनोनिम जस्तो भनेर भन्नुभयो, तर होइन। आदिवासी र जनजाति दुईटा बेग्ला बेग्लै कन्सेप्टहरू। आदिवासीको सरोकार भूमि इतिहास कालखण्डसँग छ, कहिलेदेखि बसोबास गरेको त्यो हो आदिवासी। जनजाति योसँग सम्बन्ध छैन। विकासको कुरासँग, आर्थिक विकासको कुरासँग सम्बन्ध छ जनजातिको। तर नेपालको सन्दर्भमा हामी आदिवासी पनि हौँ, जनजाति पनि हौँ। त्यसैले आदिवासी जनजाति लेख्दा कसरी लेख्ने साह्रै लामो हुन्छ क्या। मैले एउटा ऐतिहासिक प्रसङ्ग राखेको छ, लेखेको थिएँ मैले। यो हामीले यहाँ उहाँले भन्नुभएको छ नेपाल जनजाति महासंघ केही प्राविधिक कारणले आफ्नो नाममा नेपाल आदिवासी जनजाति महासंघ राख्यो भनेर। प्राविधिक कारणले भन्दा पनि विश्वमा चलेको एउटा चाहिँ प्रचलनलाई हामीले पनि आत्मसात गर्नुपर्छ भन्ने हिसाबले आदिवासी शब्द इन्सर्ट गरियो। सुरुमा निश्चित रूपमा यसको नाम नेपाल जनजाति महासंघ थियो, नेपाल फेडरेसन अफ नेसनालिटिज। 2047 हामीले सुरु गर्दा, तर 1994 देखि 2004 सम्म संयुक्त राष्ट्र संघले इन्टरनेसनल डेकेड अफ द वर्ल्ड इन्डिजिनस पिपल्स भन्ने घोषणा गरेपछि आदिवासी शब्द नेपालको जनजाति आन्दोलनमा पनि छिर्यो। अनि हामीले मणिहर्ष ज्योतिको अध्यक्षतामा एउटा विविध भाषा संस्कृति सङ्घर्ष समन्वय समिति भन्ने थियो। त्यसको अध्यक्ष उहाँ हुनुहुन्थ्यो, परम ज्योतिको बुवा, रूप ज्योतिको बुवा, म बेच्नु भएले म त्यसको सचिव थिएँ। उहाँको घरमा जमलमा बसेर छलफल गरेर हामीले आदिवासी शब्द पनि राख्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ। कसरी राख्दा भन्दाखेरि आदिवासी स्ल्यास जनजाति, आदिवासी स्ल्यास जनजाति अर्थ हामी आदिवासी पनि हौँ, जनजाति पनि हौँ। दुईटै प्रपर नाउन, कमन नाउन होइन। अब स्ल्यास नदीको लेखेर भने के हुन्छ भने जनजाति कस्तो जनजाति? आदिवासी जनजाति। गैर आदिवासी जनजाति हो कि होइन? असल जनजाति, खराब जनजाति, नयाँ जनजाति भने जस्तो हुन्छ। आदिवासी एक्जेक्टिभ हो, होइन। आदिवासी प्रपर नाउन हो। स्ल्यास दिएर लेखियो भने संविधान सभा स्ल्यास व्यवस्थापक संसद जस्तै हो। त्यसैले यो स्ल्यास हटाउनु हुँदैन। र भाषामा के छ भने स्ल्यासले यो भाषा नजान्नेहरूको कारण यस्तो भयो होला भन्ने लाग्छ मलाई। तर भाषामा कमाको पनि ठुलो अर्थ छ। म तपाईँहरू दुईटा अङ्ग्रेजी र उसको चाहिँ इक्जाम्पल दिएर बताउँछु। समय साथ लामो हुने भयो भने मलाई चाहिँ सतर्क गराउनु होला। अङ्ग्रेजीमा एउटा शब्द छ पार्डन कमा नट गिल्टी। अपराधी छ, पार्डन कमा नट गिल्टी गऱ्यो भने के गर्नु पर्यो? उसलाई माफी दिनु पर्यो, झुन्ड्याउनु भएन कमाले। त पार्डन नट गिल्टी गऱ्यो भने के गर्नु पर्यो? क्षमा दिनु भएन, नो पार्डन, झुन्ड्याउनु पर्यो। हिन्दीमा रोको कमा मत जाने दो, त्यसलाई रोक्नु पर्यो, जान दिनु भएन। रोको मत कमा जाने दो, ठिक उल्टो भयो। यस्तो हुन्छ भाषामा। रोको पछि कमा लगायो भने रोक्नु पर्यो, मत जाने दो, जान दिनु भएन। रोको मत पछि कमा लगायो भने रोक्नु पर्यो, त्यसलाई रोक्नु भएन, जान दिनु पर्यो भन्ने अर्थ। त्यसैले भाषामा एउटा कमाले पनि धेरै फरक पार्छ। यहाँ स्ल्यासले फरक पाइरहेछ। स्ल्यास नराख्दा एडजेक्टिभ भयो, हामीले आदिवासी झिक्दै पनि भयो, नेपाल जनजाति। तर स्ल्यास राख्नु भने झिक्न पाउनुहुन्न, किनकि त्यो दुवै हो। संविधान सभा पनि थियो, व्यवस्थित संसद पनि थियो। यस्तो हुन्छ। त्यसैले चाहिँ यति ध्यान दिनुपर्ने हुन्छ। र जहाँसम्म नेपालमा चाहिँ आदिवासी जनजातिहरू बहुमत छ भनेको हामी बहुमत छैनौँ। सबभन्दा ठुलो समुदाय त हामी छौँ, लार्जेस्ट कम्युनिटी त छौँ, तर हामी बहुमतमा छैनौँ। बहुमत हुनको लागि मोर देन 51% पपुलेसन हुनुपर्ने हुन्छ। यहाँ कोही पनि छैन। महिला चाहिँ छ बहुमत, 51% भन्दा बढी महिलाहरू छन् नेपालमा, त्यो चाहिँ हो। तर समुदाय हिसाबले कोही पनि बहुमतमा छैन। हामी आदिवासी जनजाति पनि छैनौँ। सबभन्दा ठुलो समुदाय त हौँ हामी, तर हामी बहुमतमा छैनौँ भन्ने यथार्थ भन्ने म राख्न चाहन्छु। र अर्को चाहिँ यो आत्मनिर्भर अधिकारको बारेमा के छ भने
आत्मनिक अधिकार भनेको अन्ततः र सारतः इट्स अ राइट टु सेसेट, पृथक हुने अधिकारै हो यो। भाषाको अधिकार, संस्कृतिको अधिकार, धर्मको अधिकार होइन। त्यसो भने किन आत्मनिक अधिकार भन्नु पर्यो? भाषाको अधिकार भन्ने भइगयो हो। अब छुट्टिने कि नछुट्टिने, सेसेसनको राइटलाई प्रयोग गर्ने कि नगर्ने, पृथक हुने अधिकार प्रयोग गर्ने नगर्ने, त्यो चाहिँ उत्पीडनमा डिपेन्ड गर्छ। उत्पीडन छ मिलेर बस भनेर कहाँ हुन्छ? उत्पीडन छ भने त छुट्टिन दिनु पर्यो नि। हस्बेन्ड र वाइफको बिचमा उत्पीडन छ, झगडा हुन्छ, अब उसलाई छुट्टिन दिने दिने, तर सबै हस्बेन्ड वाइफले छुट्टिहाल्छन् त। राइट टु डिभोर्स हुँदाहुँदै पनि सबै हस्बेन्ड वाइफ, पति पत्नी छुट्टिहाल्छन् त? छुट्टिनन्। तर त्यो अधिकार एज अ राइट ग्यारेन्टी छ कि छैन? छ। त्यो अधिकारलाई हामीले मान्छे मान्दैन, मान्नु पर्यो। त्यस्तै आत्माधिकार भनेको पृथक हुने, राजनीतिक हिसाबले पृथक हुने अधिकारै हो, तर म्यान्डेटरी प्रोग्राम होइन। इट्स अ प्रिन्सिपल, नट अ म्यान्डेटरी प्रोग्राम। यस अर्थमा बुझ्नुपर्ने चाहिँ हुन्छ। आफ्नो भाषा प्रयोग गर्न पाउने, संस्कृति प्रयोग गर्न पाउने भन्ने अर्थमा मात्रै आत्मनिक अधिकारलाई बुझ्नु हुँदैन भन्ने कुरा राख्न चाहन्छु। र अब दलका नेताहरूको बिचमा छलफल भयो कि भएन, आदि भएको देखिन भने जुन भन्नुभयो, त्यस्तो होइन। दलमा छलफल हुन्छ, भएको छ। त्यसैले त आदिवासी जनजाति सङ्गठन बनाएका छन् नि। सबै पार्टीहरूको आदिवासी जनजाति सङ्गठन छ, यसो छलफल हुन्छ हो। आदिवासी जनजातिहरूको कुरा त्यहाँ हावी भएको छ त? त्यो भएको छैन। किनभने सम्पूर्ण पार्टीहरू सिङ्गो राज्य सत्ताले बाहुनवादी छ। मेरै पार्टी सत्तामा गए पनि राज्य सत्ता बाहुनवादी हो, मेरै पार्टीको नेता प्रधानमन्त्री राज्य सत्ता बाहुनवादी हो। सरकार हाम्रो होला, तर सिङ्गो राज्य सत्ता स्टेट त्यो चाहिँ बाहुनवादी नै छ। यो इस्युको कारणले हाम्रो पार्टी सत्तामा गए तापनि हामी सधैँ सधैँ प्रतिपक्षमा हुन्छौँ। यो कुराहरू चाहिँ छ आजभोलि। र जहाँसम्म चाहिँ के अरे सबै सबै आदिवासी भन्ने कुरा, आदिवासी कहाँ जनजाति कहाँ भन्ने कुरा छ। मेरो विचार के लाग्छ भन्दाखेरि हामी जनजाति चाहिँ नेपालको जुन ठाउँमा गए पनि जनजाति हौँ, आदिवासी चाहिँ होइन। बालकृष्ण जो भन्दै हुन्छ टेङ्ग्रा फाटमा, बालकृष्ण चाहिँ मेरो विचारमा आदिवासी हुँदै होइन। त्यहाँको नेवारी आदिवासी हो, उहाँ आदिवासी उहाँको तेह्रथुम जिल्लाको होला, तर जनजाति चाहिँ हो। ठाउँ बदल्दैमा जाति हुँदैन। अथवा जाति हो भने फेरि सबै जाति हो। रमेश महर्जन पनि जाति हो, बालकृष्ण मागाङ पनि जाति हो। मलाई चाहिँ यस्तो लाग्छ। र जहाँसम्म चाहिँ के अरे नेपालको अहिलेको जुन सन्दर्भ छ, यो सन्दर्भमा हामीले धेरै कुराहरू हासिल गरिसकेका छौँ, तर दिस इज नट इनफ। यो कुरा छैन। आदिवासी मन्त्रालय हामीले मागेका छौँ, त्यो पाएकै छैनौँ। बल्ल बल्ल संविधान आयोग गठन भएको छ, त्यो चाहिँ के अरे त्यसलाई बजेट दिइएको छैन, त्यसलाई खुम्चाउने काम भएको छ। जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई विघटन गर्ने खारिज भन्ने कुरा चलेको छ। यो पर्सेन्टमाथि अझै पनि डेमोक्रेसीको तलवार झुन्डिरहेकै छ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ सङ्घर्ष गर्नुपर्ने चाहिँ छ। निश्चित रूपमा मभन्दा अगाडि टिप्पणी गर्नुभएको प्रतिमा गुरुङ बहिनीले जुन भन्नुभयो त्यो सही हो। हामीले सङ्घर्ष गर्नुपर्ने चाहिँ छ। हाम्रो सङ्घर्ष अन्त्य भएको चाहिँ छैन। धेरै कुराहरू हासिल भएका छन्, निश्चित रूपमा सही हो, तर पुगेका छैन। अझै पनि हामी संयुक्त सिटिजन जस्तै नै छौँ। त्यस कारणले गर्दाखेरि जे हामीले प्राप्त गऱ्यौँ त्यसलाई स्वागत गर्दै, त्यसलाई रक्षा गर्दै अरू कुरो प्राप्ति हामी चाहिँ जानुपर्ने हुन्छ। किनकि यो देशमा अझै पनि विगतमा हामी शासक जाति भए तापनि, सबभन्दा ठुलो समुदाय भए तापनि यति बेला हामी शासितै छौँ। यति बेला हामी दोस्रो दर्जाको नागरिकै छौँ। व्यक्ति हिसाबले हामी कोही सांसद हौँला, ल मेकर हौँला, मन्त्री हौँला, के हौँला, त्यो व्यक्तिको कुरा भयो। तर सिङ्गो समुदाय सच करिब 40% जनसङ्ख्या भएको यो समुदाय निश्चित रूपमा शासितै हो, दोस्रो दर्जाको नागरिकै हो। यो सिङ्गो राज्य सत्ता बाहुनवादी छ। यसका विरुद्ध हामीसँग लाग्नुपर्ने हुन्छ। यो सङ्घर्षमा नाचगान गरेर मात्रै हुँदैन। नाचगानमा हामी भेला हुने, हजारौँ सङ्ख्यामा भेला हुने, टुडी खेल भरिदिने, सडक जाम गरिदिने, त्यसले पुग्दैन। हामी त्यो पनि गरौँ, तर मुख्य कुरा राजनीति हो। राजनीति हामीले लाग्नु, राजनीतिक ज्ञान भएर हामी यता जानुपर्छ। त्यसो भयो भने हामीले लक्ष्य हासिल गर्न सक्छौँ, गन्तव्य पुग्न सक्छौँ। होइन भने फेरि हामी पनि 35 वर्ष जुन अल्मलिरहेका छौँ त्यस्तै चाहिँ अल्मलिन्छौँ। त्यसैले यो दिशातर्फ हामी सबैको ध्यान जान जरुरी छ भन्ने कुरा राख्दै र अन्तमा फेरि पनि यो honoring indigenous midwives, safeguarding life and well-being,
यो नाराका साथ मनाइरहेको 32औं विश्व आदिवासी दिवसको अवसरमा सबैलाई फेरि पनि हार्दिक बधाई तथा शुभकामना दिँदै आजको साथीहरूलाई म यो थोत्रो पुरानो टेप रिकर्डलाई फेरि बजाउने मौका दिनुभएकोमा धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद। हामी यो 32औं विश्व आदिवासी दिवसको यो पूर्व सन्ध्यामा आज अगस्त 8 हामी यहाँ भेला भएका छौँ। यहाँहरू एकदमै प्रबुद्ध व्यक्तित्वहरू सबै एकदमै यहाँ चाहिँ हामीले मान्नुपर्ने व्यक्तित्वहरू यहाँ उपस्थित हुनुभएको छ। आज हामी यो अगस्त 8 यो प्रतिष्ठान र निडवानले आयोजनाको कार्यक्रममा यहाँहरू यसरी आइदिनु भएको छ। यहाँहरूप्रति हामी एकदमै अनुग्रहित छौँ। हामी अब केही समय बसौँ होइन, हामीहरूको कुरा हाम्रो बिचमा चाहिँ केही मान्यज्यूहरू पनि हुनुहुन्छ, यहाँ धेरै प्रबुद्ध व्यक्तित्वहरू पनि हुनुहुन्छ, हाम्रो केही कुराहरू सुनौँ। यो वास्तवमा यो विश्व आदिवासी दिवस चाहिँ विश्वमा आदिवासी जनजातिहरू जसरी यो भूमिबाट विस्थापित भएको छ, उनीहरू आफ्नो अधिकारबाट विहीन भएका छन् होइन, उनीहरूको चाहिँ उनीहरूमाथि भएको अन्याय अत्याचारको चर्चा परिचर्चा गर्ने दिन हो यो। र आज हामी यही सन्दर्भमा यहाँ चर्चा परिचर्चा गरिरहेका छौँ। त्यो पनि लगभग 32-33 वर्षसम्म के भयो भन्ने खालको कुरा गरिरहेका छौँ। तर त्यो चाहिँ संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको तिथिमितिको आधारमा। तर हाम्रो उत्पीडनको कुरा त सदियौँ वर्ष अगाडिदेखि छँदैछ होइन। त्यो सबै कुरालाई हामीले यहाँ आज चाहिँ चर्चा परिचर्चा गर्ने, अब कसरी अगाडि बढ्ने भन्ने खालको कुराहरूको समीक्षा गर्दै अगाडि बढ्ने खालको कुराहरू गर्नुपर्छ भन्ने छ। यो सन्दर्भमा अहिले चाहिँ सबैभन्दा पहिले यहाँ जति उपलब्ध मान्यज्यूहरू हुनुहुन्छ, एकदमै यङ मान्यज्यूहरू पनि देखिनु भएको छ। उहाँहरूको कुरा चाहिँ 5-5 मिनट जति सुनौँ होइन। महिला र महिलाभित्रका अपाङ्गताका कुराहरू र इन्टरसेक्सनलिटीको कुराहरू, LGBTQI को कुराहरूलाई पनि अब हामीले जोड्नुपर्छ। अब हामी परिवर्तन हुँदै गर्दाखेरि संयन्त्रले चाहिँ, अन्तर्राष्ट्रिय संयन्त्रहरूले, UN को संयन्त्रले चाहिँ हामीलाई फड्को मारिरहेको छ। त्यो गर्दाखेरि आदिवासी महिलाहरूलाई पनि हेर्ने दृष्टिकोण चाहिँ खुला हुनुपर्छ भन्ने चाहिँ मेरो आफ्नो एउटा त्यो सुझाव हो। किनभने CEDAW-GR39 CEDAW त समग्रमा सबैको हो, तर त्यो लडाइँमा हामी सँगसँगै राज्यसँग लडिराख्दाखेरि ILO 169 र UNDRIP को कुरा गर्छौँ, हामी CBD को अरू महासन्धिको कुरा गर्दै गर्दाखेरि CEDAW-GR39 लाई कसरी हेर्नुभएको छ तपाईँहरूले? जब कार्यपत्र प्रस्तुत गर्नुहुन्छ, प्रेजेन्टेसन, आदिवासी महिलाहरू जबकि समग्र आदिवासी जनजातिको चाहिँ जनसङ्ख्यामा पनि आधा प्रतिशत 18% चाहिँ ओगटेको छ। त्यो कुरालाई चाहिँ भाषा, संस्कृति, संस्कार, मौलिक कुरा जुन चाहिँ भूमिसँग चाहिँ जोडिएर चाहिँ महिलाहरूको कुरा गरिन्छ, आदिवासी महिलाहरूको, तर उहाँहरूको चाहिँ जुन आत्मनिर्णयको अधिकार छ त्यो कुरालाई चाहिँ अलिकति खुला हृदयले चाहिँ त्यहाँनिर चाहिँ राखिनुपर्छ भन्ने चाहिँ मैले यो कुराहरू बारम्बार भन्दै आएको छु। खालि ILO 169 र UNDRIP को कुरा त्यो त अहिले छलाङ मारिसक्यो, त्यसलाई त अझै पनि अब त्यही भएको हुनाले त्यो कुरालाई चाहिँ एकदम हेर्नुपर्छ होला। र जस्तै हामी विभेद भन्दा बाहिरको कुरा गर्छौँ, त्यो गर्दाखेरि चाहिँ जुन अघिको आदिवासी गीतमा पनि होस्, कुनै पनि गीतहरू केही कुराहरू रचना गर्दा चाहिँ खालि हामीले त्यो गलत अर्थ नलिनु होला। हामी समावेशिताको कुरा गर्छौँ, हामी चाहिँ आफ्नो नेसनको कुरा गर्छौँ होइन, समानताको कुरा गर्छौँ। त्यो गर्दै गर्दाखेरि चाहिँ पुत्र होइन, हामी त्यो महिला र पुरुष भन्दै गर्दाखेरि हामीले पुत्र भन्ने शब्द चाहिँ साँच्चीकै त्यो अलिकति त्यसले चाहिँ विभेद नै देखिन्छ भनेर चाहिँ हामीले बुझेको कुरा हो यो, र मनन पनि गर्नुपर्छ। र यो बहस वकालत हामी बिचमा छलफल होइन धेरै कुराहरू हुँदै आएको छ। तर हुँदाखेरि पनि मैले पछिल्लो समय पनि आफैले एनालाइसिस गरेको कुराहरू जस्तै हामीले हेर्दाखेरि जे कुरा भइरहेको छ र भइरहेको छैन त्यो कुराको चाहिँ टीका टिप्पणी र विज्ञहरूबाट बहस हुँदा चाहिँ अलिकति हेर्ने दृष्टिकोण चाहिँ अब फरक हुनुपर्छ है। जस्तै आन्दोलनको कुरा गर्दा पनि आन्दोलनमा चाहिँ कसले गरिरहेको छ, उसलाई कसरी साथ चाहिएको छ, हामीले मास सडकमा आउनु पर्दा कसरी गर्नु परेको छ, यो कुराहरूलाई पनि अलिकति बुझ्न जरुरी छ। मैले त्यो नाम केही पनि तोक्दिनँ, यसलाई चाहिँ इङ्गित गर्न चाहे कि कसले गर्न खोजिरहेको छ त्यो कुरालाई चाहिँ हामी समग्र रूपमा सामूहिकताको कुरा गर्छौँ, हामी ऐक्यबद्धताको कुरा गर्दा चाहिँ त्यसलाई कसरी चाहिँ समग्रमा चाहिँ अगाडि बढाउने भन्ने कुरालाई पनि अलिकति खुलाएर चाहिँ ल्यायो भने अलिकति त्यहाँ चाहिँ
18% आदिवासी महिलाहरू र त्यो भित्रको कुरालाई चाहिँ हेर्ने दृष्टिकोण फराकिलो बनाउनु पर्छ भनेर चाहिँ मैले अनुरोध पनि गरेँ, सुझाव पनि गरेँ र अहिले अरू चाहिँ मैले भन्न चाहिनँ, सबै आइसकेको छ। अब छोटोमा भन्नु परेको हुनाले आदिवासी दिवस विश्व जुन मनाइरहेको छौँ सधैँ पनि, यसपटक अझ हामी आन्दोलनको रूपमा चाहिँ जाउँ भनेर पनि हामी जाँदै पनि छौँ। राष्ट्रिय आदिवासी महिला महासङ्घले पनि भोलि मूल समारोहमा भाग लिँदैछ, सबैलाई आह्वान पनि गर्दैछ। यो भन्दै मेरो भनाइ यही पनि अन्त गर्न चाहन्छु। चेरेदुम्ला, धन्यवाद। सबैजनालाई धन्यवाद, नमस्कार। म कुछत नारायण चौधरी, ठारू कल्याणकारिणी सभाबाट। म यहाँ जुन बालकृष्ण माबुहाङ सरले प्रस्तुत गर्नुभयो त्यो कुरा धेरै अध्ययन अनुसन्धान गर्नुभएको छ, त्यसमा धेरै कुराहरू आएको छ। तर एउटा कुरा मलाई खर्केको छ, जुन 1991मा नेपाल आदिवासी महासङ्घको मतलब स्थापना भयो, जुन 2047 सालको संविधानबाट सुरुवात भयो भन्नुभयो। अनि गएर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान 2058मा, होइन सर? हो, त्यो बेलामा जुन बेला यो आदिवासी जनजाति महासङ्घ स्थापना हुँदाखेरि नेपालमा आदिवासी जनजातिको सङ्ख्या कति थियो? जुन बेला त्यो बेलामा उ गर्ने बेलामा एउटा एकजुट हुने बेलामा, त्यसपछि आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको स्थापना हुने बेलामा 59 जातिको सूचीकृत गरियो र अहिले आउँदाखेरि 100 कति 32, 33, 34 कति जाति पुग्यो। यसलाई हामीले आदिवासी जनजातिको विकास भन्छौँ या अविकास भन्छौँ? यसको मलाई अलिकति स्पष्ट पारिदिनु भएको भए राम्रो हुने थियो। पहिलो कुरा त डाक्टर बालकृष्ण माबुहाङ सरलाई धन्यवाद दिन चाहन्छु। उहाँसँग धेरै यो सम्बन्धी धेरै ज्ञान छ। उहाँले आफ्नो ज्ञान राखेर हामीलाई केही सिक्ने अवसर पनि दिनुभयो। मैले चाहिँ बुलेटको रूपमा चाहिँ केही कुराहरू मात्रै सल्लाहको रूपमा राख्न चाहन्छु। पहिलो कुरो चाहिँ हामी यो जुन हामी आदिवासी जनजातिहरूलाई 5 वटा समूहमा विभाजन गरेको, यसलाई जस्तै लोपोन्मुख, अति सीमान्तकृत, उन्नत, सुविधा वञ्चित, यसभित्रको अहिलेसम्मको के भयो, यसलाई एउटा समीक्षा पनि आउनुपर्छ होला। अर्को मैले यसमा भन्नु खोजेको चाहिँ उहाँलाई एउटा, जस्तै उहाँको प्रस्तुति चाहिँ चुनौतीदेखि लिएर सबै भएकोले सर्टमा SWOT सर्टमा चाहिँ उहाँले सबै कुराहरू इन्डिकेटरहरू अलिकति अझ आएको भए मलाई चाहिँ के लाग्छ भन्दा इन्डिकेटरहरू चाहिँ अलिक बृहत रूपमा सरले प्रस्तुत गरिदिनु भएको भए साह्रै राम्रो हुन्थ्यो होला। जस्तै मैले एक दुईवटा पर्सपेक्टिभको कुरा गर्छु। जस्तै विकासको पर्सपेक्टिभबाट हामी आदिवासीहरू कहाँ छौँ? हाम्रो पर क्यापिटा इन्कमदेखि लिएर वैदेशिक रोजगार छ, अरू धेरै छ। अब यो अथाह कुरा भएकोले गर्दा सानो यो 1 दिन 2 दिनकोमा अलिक गाह्रै हुन्छ। यसलाई बृहत अध्ययनै गर्नुपर्छ। अब एउटा विकास पर्सपेक्टिभबाट हेर्नुपर्छ होला। अर्को हाम्रो चाहिँ आदिवासीवाद र विश्व आदिवासीको हाम्रो चाहिँ विश्व दृष्टिकोणबाट हाम्रो अवस्था कहाँ पुग्यौँ त्यसलाई पनि अलिकति हेर्नुपर्छ होला। अर्को चाहिँ राजनीति, राज्य पहुँच र मूल प्रभावीकरण, मूलधारमा चाहिँ हामी कहाँ पुग्यौँ, हाम्रो त्यो कुरालाई अलिकति इन्डिकेटरको रूपमा राखिदिनु पर्छ होला। मैले चाहिँ त्यो, अनि अर्को चाहिँ यसमा चाहिँ इन्डिकेटर हेर्दाखेरि हामीले अलिकति सरलाई चाहिँ मैले शिक्षामा कस्तो छ आदिवासीको, राजनीतिमा कस्तो छ, स्वास्थ्यमा कस्तो छ, इम्पावर र जनचेतनामा कस्तो छ, सरकारी रोजगारीमा कस्तो छ, गरिबी उन्मूलनमा हामी कहाँ पुगेका छौँ, हाम्रो जीवन स्तर लाइभलीहुड स्ट्यान्डर्ड कहाँ पुग्यो,
र हाम्रा पहिचानका इस्युहरू हामी जुन कुरा गर्छौँ, भाषाको कुरा कहाँ छ, कस्तो, संस्कृतिको कुरा कस्तो छ, पहिचानको कुरा कस्तो छ, इतिहास थाकथलो भूगोलको कुरा कस्तो छ, अहिले अब उद्यमशीलता र व्यावसायिकीकरणको कुरा छ, हामी कहाँ छौँ, यी कुराहरू पनि अलिकति हेरिदिनु पर्छ होला। र अर्को चाहिँ राइट बेस, अघि हाम्रो डाक्टर प्रतिमाजीले विभिन्न राइटका कुराहरू गर्नुभयो, ती कुराहरूलाई अहिलेसम्मको राजनीतिगत यो अधिकार केन्द्रित कुराहरूमा हामी उपलब्धि के भयो र चुनौतीदेखि लिएर अरू हाम्रो अवस्था कस्तो छ। र त्यो भन्दा पनि अर्को कुरा चाहिँ म दुईटा कुरा चाहिँ उहाँलाई, अब यो चाहिँ अलिकति नेप्टिनले बेला बेलामा चाहिँ एकाडेमिक डिस्कोर्सहरू गर्नुभयो भने, गराउनु भयो भने नियमित, त्यो डेटाहरू विद्वत वर्गले चाहिँ अलिक अध्ययन गरेर केलाउने, खोज्ने, प्रेजेन्टेसन गर्ने मौका पाउनुहुन्छ र त्यसले त्यो डेटा चाहिँ आदिवासीको विषयमै केन्द्रित भएर गर्दाखेरि राम्रो हुन्छ होला। यो एकाडेमिक डिस्कोर्सका प्रोग्रामहरू आओस्, एउटा भन्छु। अर्को, हामी दस्तावेजीकरणमा अलिकति ज्यादै पछाडि छौँ जस्तो लाग्छ मलाई। प्रस्तुता हाम्रो डाक्टर साहबलाई चाहिँ कम्तीमा हाम्रो डकुमेन्टेसन, विशेष गरेर यसमा चाहिँ रिसर्च पब्लिकेसन एउटा पाटो भयो, अनि हाम्रो भिडियोग्राफी डिजिटाइजेसन अर्को पाटो भयो, आर्काइभको कुराहरू पनि, यी कुरालाई पनि हेरिदिनु होस् भन्ने चाहिँ मैले अनुरोध गरेँ। धन्यवाद। हुन्छ, हस्, धन्यवाद। त्यसपछि यता लोकबहादुर सर मैले उहाँलाई लेखेर पनि दिएको छु। हामी आदिवासी जनजाति विद्वान बुद्धिजीवी हामी पढैया भन्नेहरूमा हामीमा अहिले आएर मलाई बुद्धि फिर्दैछ। त्यो के भने वर्णाश्रम भन्ने र वर्ण व्यवस्था भन्नेमा विभेद हामी छुट्याउँदैनौँ। वर्णाश्रम उहाँलाई लेखेर दिएको छु मैले। वर्णाश्रम भनेपछि ब्राह्मण क्षेत्री, वर्णाश्रम भनेपछि विद्यार्थी आश्रम, गृहस्थ आश्रम, त्यसपछि सन्यास आश्रम, त्यसपछि वानप्रस्थ आश्रम भनेर मान्छेको उमेरलाई 25 वर्षमा 4 भाग बाँडेर यसरी ब्राह्मणहरूले, उच्च जातिहरूले आफ्नो सन्तानलाई प्रशिक्षित गर्ने कामलाई वर्णाश्रम व्यवस्था भनेर भनिएको छ। तर हामीले वर्णाश्रम भनेपछि ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र बुझ्ने गर्छौँ। त्यसले बुझ्नु भएन। त्यसलाई चाहिँ ब्राह्मण, क्षेत्री, वैश्य, शूद्रलाई चाहिँ वर्ण व्यवस्था भन्नु पर्यो, त्यसलाई वर्णाश्रम भन्नु भएन। वर्णाश्रम भनेपछि विद्यार्थी आश्रम अनि गृहस्थ आश्रम, त्यसपछि सन्यास आश्रम र वानप्रस्थ आश्रम भनेर बुझ्नु पर्यो भन्ने कुरा मात्रै राखियो एउटा कुरा। अर्को कुरा, 2062 को आन्दोलनले संविधान जुन हामीले प्राप्त गर्यौं त्यसमा संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र भन्ने छ। त्यो कसको निम्ति व्यवस्था गरेको हो? यो विषयमा आदिवासी जनजातिहरूले बहस गर्नुपर्छ। मलाई लाग्छ हाम्रो लागि गरेको हो त्यो। त्यो माग हामी किन गर्दैनौँ? त्यो उपलब्धि हो कि होइन? संरक्षित क्षेत्र कस्तो गर्नुपर्ने? आफ्नो एउटा विशिष्ट संस्कृति भएको समुदायको क्षेत्रलाई संरक्षित बनाउनु पर्ने होला नि। हामीले कसरी बुझेका छौँ? स्वायत्त क्षेत्र कसरी गर्नुपर्ने? स्वायत्तता माग त थियो नि जो त्यो पनि, तर संविधान आयो, तर कसरी त्यो लागू हुन सकेको छैन। यो विषय पनि उठाउनु पर्छ होला र कार्यपत्रमा उपलब्धिको रूपमा यसलाई राख्नुपर्छ होला भन्ने लागेको हुनाले म बोलेको मात्र हो। हस् त, धन्यवाद अवसरको लागि। देखि 2026 लगभग यहाँले आधा जति प्रेजेन्टेसन 1993 भन्दा अगाडिकै प्रेजेन्टेसन यहाँ देखेँ कि कन्टेक्स्ट चाहिँ, त्यो कन्टेक्स्ट सायद अलिकति यहाँले चाहिँ अपडेट भउनु भएन कि, उहाँलाई सब्जेक्ट दिँदाखेरि त्यो क्लियर भएन कि। र अर्को भनेको चाहिँ अब यो केही समयदेखि यो जुन आदिवासी दिवसको कार्यक्रममा गइरहेकी छु होइन, अनि कस्तो देख्छौँ भने हामी भूमिका धेरै बाँच्छौँ क्या। एउटा त कार्यक्रम एकदमै टाइममा नहुने, अनि कुर्याकुर्या हुने, आज पनि 1 घन्टा भन्दा बढी चाहिँ ढिला सुरु भयो। सबैको टाइम हामीले क्युमुलेटिभ रूपमा जोड्यौँ भन्दा कति वेस्ट भयो नि त। सो प्रपरली टाइममा हामीले यो कार्यक्रम सञ्चालन गऱ्यौँ, प्लस वक्ताहरूले, प्रेजेन्टरहरूले पनि त्यही अनुरूप गऱ्यौँ भने चाहिँ धेरैले चाहिँ धेरै कुराहरू जान्न पाउँथ्यो होला। र मैले कार्यपत्र अब उहाँले सबै प्रेजेन्ट गर्न पाउनु भएन, किनभने अगाडि नै उहाँ प्रेजेन्टेसनको जुन भूमिकामै धेरै अल्झिनु भयो आदिवासी र जनजाति शब्दावलीमै। र तै पनि उहाँको यो प्रेजेन्टेसन मैले खरखर हेर्दा फेरि म आदिवासी
त्यस्तो एकदम प्रखर त्यसमा अध्ययन गर्ने मान्छे पनि होइन। म चाहिँ सञ्चारकर्मी है पेसाले, अहिले चाहिँ नेवा देवदोबोको अध्यक्ष। सो सञ्चारकर्मीहरूको बानी के हुन्छ भने खर्र सबै हेर्ने बानी चाहिँ हुन्छ। सो त्यो हेर्दाखेरि पनि बिचको धेरै पार्ट चाहिँ त्यहाँ छैन यसमा कुराहरू। हुन त आइसके, धेरै नै कुराहरू आइसके, तर अगाडिको युएनरिपको कुराहरू आइलो 169 कहिले आयो के आयो एकदमै डिटेल उहाँले राख्नु भएको छ। तर अनि संविधानकै कुरा गर्दाखेरि पनि पहिलाको संविधान होइन 47 सालको संविधानको कुरा छ, तर अहिलेको संविधानको कुरा बढी हामीलाई रेलेभेन्ट होला नि त। त्यसमा चाहिँ के छ त आदिवासीको अधिकार वा अहिलेको आदिवासीको अवस्था चाहिँ के होला, वा हामीले चाहिँ आदिवासी आन्दोलन माफ गर्नु होला त्यो चाहिँ अहिले कतातिर गइरहेको छ, त्यतातर्फ गयो भने चाहिँ हुने होला। र अर्को फेरि जहाँ पनि महिला भएर बोल्नुपर्ने, महिला महासङ्घका अध्यक्षज्यूले बोलिसक्नु भयो, महिला चाहिँ जहिले एब्सेन्ट हुने के यो आदिवासी जनजातिको जति पनि प्रेजेन्टेसनहरूमा जहाँ पनि जाँदाखेरि पनि महिला चाहिँ नछुने हुन्छ नि। अरूमा त छँदैछ, आदिवासीमा पनि अब हामी चाहिँ मातृसत्तात्मक भन्छौँ कि के कुराहरू गर्छौँ नि गर्नलाई, आदिवासी चाहिँ अलिक फरक छौँ भन्छौँ, तर त्यो देखिँदैन फरक, त्यो फरकमा चाहिँ देखिँदैन। जहिले पनि छुटाउँछौँ, त्यो शब्दावलीमा होस् वा यहाँ कन्टेक्स्टमा होस्, त्यो कुराहरू पनि माफ गर्नु होला मेरो स्वर धेरै ख्यापख्याप भयो। त्यो कुराहरू पनि हामी अरू आदिवासी जनजातिको यस्तो परामर्श गोष्ठीहरूमा आउँदाखेरि त्यो कुराहरू अब चाहिँ उठाउन नपरोस् जस्तो लाग्छ मलाई चाहिँ। थ्याङ्क यू सो मच। र आशा गर्छौँ हामी अब अर्को कार्यक्रममा, स्पेसली प्रतिष्ठानको कार्यक्रममा जाँदाखेरि चाहिँ समयमै कार्यक्रम हुनेछ। धन्यवाद। सुरुमा नि सरको पेपरतिर म गएँ है त, यो सरले पेपर ल्याउनु बल्ल सरलाई चाहिँ बढाएर चाहिँ राम्रो गरेर ल्याउनु भएको छ। एउटा यसले एउटा क्रोनोलोजी चाहिँ दियो नेसनल इन्टरनेसनलले नि, र तर यो पेपरको चाहिँ ओभरअलमा हेर्दाखेरि पछि डिटेलमा त आउँछ, अनि चाहिँ राम सरले भन्नुभएको छ त्यसमा डिटेलमा आउला। र यो चाहिँ एकदमै टु जेनरिक छ होइन, अलिकति चाहिँ नि सरले अझै यसको चाहिँ अलिकति एभिडेन्स र अलिकति फ्याक्ट बेस बनाइदिनु भयो भने अझै चाहिँ सजिलो होला। र एउटा चाहिँ अनौठो कुरा के लागिरहेको छ भने नि सायद 51-52 सालतिर होला हाम्रो मबुवाङ सर अनि चाहिँ सुरेश सर र हाम्रो चाहिँ मल्ल के सुन्दरले उहाँले चाहिँ प्रेजेन्टेसन चाहिँ गरेको चाहिँ म सुनेको थिएँ। हामी पनि बुढो भइसक्यो, अझै पनि उहाँहरूले पनि त्यही इस्युलाई लिनु भएको छ। अलिकति चाहिँ फ्रेसर्सहरूलाई लिएर चाहिँ यो विषयमा ल्याउँदाखेरि उहाँहरूको पनि दृष्टिकोण आउँछ। र अर्कोतर्फ के भने हामी चाहिँ यहाँको 80% जति होला हामी चाहिँ सधैँ हामी मानिदिएको एलबी पनि आउँछ, यहाँ चाहिँ आउनेहरू हामी मात्र छ जस्तो देखिन्छ। हामी आउनु भने नराम्रो होइन, फेरि अर्कोचोटि यता बोलाउनु नि नबोलाउने चाहिँ नहोस् होइन, बोलाउनु तर पनि हामीले चाहिँ अलिकति चाहिँ सबै आदिवासीको इस्यु नै बोक्ने हामी मात्र जस्तो लागेको छ होइन, त्यति मात्र हो जस्तो लाग्दैन। पेपरमा नि सर यो राउटेको बारेमा मैले 4-5वटा जति पेपर लेखाएको छु होइन सर। यो राउटेको के सर त्यहाँ के शब्द प्रयोग गर्नुभयो, राउटेको बारेमा अझै पनि चासो छ। यो जुन नोमाडिक स्टडिजहरूको बारेमा मेरो इन्ट्रेस्टको विषय पनि छ। त्यो अरू शब्द त मलाई थाहा भएन होइन, म क्लोजली चाहिँ अझै पनि स्टडी गरिरहेको छु। राउटे आज राउटे भने त चाहिँ गोर्खालाई जियुआरके चाहिँ भनेको छैन, अझै पनि हामीले त्यो युलाई नै प्रयोग गर्ने हामीले चाहिँ रोमान्टिसाइज गर्छौँ नि सर। जिउ लेखौँ भन्दा नि कतिपय नमान्ने मान्छे पनि छन् हेर्नुहोस् होइन, हामीले चाहिँ करेक्सन गरौँ भने नि राउटिया भन्दो रहेछ कि राउटे आयो नि पछि चाहिँ होइन। राउटे बोली भन्छ सर, त्यो भनेको राउटेहरू एकदमै चाहिँ जिद्दी रहेछ क्या। त्यो अरू शब्दहरू चाहिँ त्यति आएको देखिन, मान्छेहरूले चाहिँ हेपेर हेला गरेर भने हुनसक्छ है सर। यो चाहिँ जस्तो लाग्छ मलाई यो आदिवासीहरूकोमा एउटा अहिले पछिल्लो समयमा नि अलिअलि चासो दिन्छु। बडो चाहिँ गजबको जस्तो लाग्छ कि म माइग्रेसनमा चाहिँ मैले स्टडी गरेँ होइन पिएचडी। त्यसले के बनाएको देखिन्छ भने जो मान्छेको जति मोबाइल हुन्छ नि त्यो मान्छेहरू अहिले बाठो हुँदो रहेछ कि। अनि हामीले रहेछ नि जङ्गल र जमिन भन्दाखेरि क्या त्यो चाहिँ फ्रिज भएर बस्दाखेरि हाम्रो अवस्था चाहिँ नि अगाडि जाने कि पछाडि जाने भन्ने कुरामा नि यो बहसको विषय हो, एकाडेमिक विषय होइन। र मेरो अन्तमा के छ भने नि हामीले चाहिँ यो आदिवासी जनजातिहरूको चाहिँ देख्दाखेरि मैले कतिपय कार्यक्रममा नि भनिराखेको छु, हामी काठमाडौँमा बसेका छौँ। एकचोटि चाहिँ हामीले चाहिँ काठमाडौँलाई नै चाहिँ सबै नेपाल सम्झिया जस्तो लाग्छ। त्यसपछि कहिले काहीँ किराँतको कुरा नि गर्छौँ अनि गोर्खालाई मान्छौँ, कहिले काहीँ चाहिँ गण्डक प्रदेश र उतातिर चाहिँ उता चाहिँ मल्लहरूको राजाहरूको कुरातिर पनि हामी टुङ्ग्याउँछ कि आफै चाहिँ हामीले चाहिँ के सोचेनौँ भने आदिवासी हामी पुरानो भन्ने कुरा चाहिँ क्लेम भयो। हामीले चाहिँ बहस गरिराखेछौँ र राज्यतिर त्यो अधिकार खोज्नुपर्छ, संरक्षण गर्नुपर्छ, उपलब्धि के छ, चुनौती के छ भन्ने थाहा पायौँ। तर हामी आफ्नो कारणले आफै पछि किन पर्या भन्ने कुरा बहस नै हुन सकेन कि। त्यो पनि हाम्रो चाहिँ अब यो चाहिँ एकाडेमिक बहस हुनुपर्छ जस्तो मलाई लाग्छ। धन्यवाद। कुरा चाहिँ मलाई लागेको हामी अहिले कहाँ छौँ होइन, अहिलेदेखि हामी 35 वर्ष 40 वर्ष यो आन्दोलन गरिराख्दाखेरि
हामी कहाँ पुग्यौँ भन्ने कुरा नै रिफ्लेक्सन गर्ने रिभ्यू गर्ने बेला आएको हो भन्ने लाग्छ र त्यो कुरा गरिराख्दाखेरि अलि यो डिकोलोनियल फ्रेममा टेकेर त्यो फ्रेमवर्कमा टेकेर खास गरी हामीलाई होइन मेन स्ट्रिम मूलधारमा भएको चिजबिजहरूले अथवा राज्यले आदिवासी जनजातिहरूको अधिकार सुनिश्चित गर्न अधिकार दिन कस्तो खाले उहाँहरूले कसरी हेर्नुभयो भन्ने कुरालाई पनि त्यसले मद्दत गर्छ भने हामी आफैले पनि हामी कस्तो आन्दोलन गरिरहेछौँ आन्दोलन कहाँ पुगेको छ अथवा हामी बिचकै बुझाइहरूमा कस्तो विविधता छ अथवा कति अर्थमा असमानता पनि होला होइन केही प्रश्न हुनुपर्ने विषयहरू पनि हामी आफैमा हुनसक्छ नहुँदा झनै राम्रो तर यसलाई त्यो फ्रेममा टेकेर हेर्दाखेरि राम्रो हुन्छ होला भन्ने लाग्छ खास गरी त्योसँगै जोडिएको कुरा अर्को के हो भने हामीलाई आजसम्म पनि जहाँ छौँ अब हामीलाई पोजिसनिङ गर्ने कहाँ हो होइन किनभने अहिलेको कुरा गर्यो भने होइन खास गरी विकासले हामीलाई पारेको असरहरू अथवा संरचनागत विभेदहरूदेखि लिएर अब बिस्तारै विकासलाई हेर्ने दृष्टिकोण अथवा विकसित देशहरू जसरी पुरानो कति चिजबिजहरूमा फर्किराखेको सन्दर्भमा अहिले उदाहरणकै कुरा गर्यो भने एकदमै फास्ट फुडबाट हामी स्लो फुडतिर गइराखेको छौँ होइन नयाँ एकदमै आधुनिक मात्रै होइन हाम्रो पुरानो परम्परागत आदिवासी ज्ञान आदिवासी नलेज सिस्टमदेखि होइन त्यो अभ्यासहरूको महत्त्वहरू पनि बढिराखेको सन्दर्भमा हामी आफैलाई कहाँनिर पोजिसनिङ गर्ने हो भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ होला र अलिकति अहिले मेरो आफ्नो अथवा हामी जो अलिकति यो होइन दलगत राजनीतिमा छौँ त्यसमा जोडिएको हामीहरूले पनि विचार गर्नुपर्ने कुरा के होला भन्ने लाग्छ भने दलले हाम्रो होइन एउटा दलले आफ्नो दलले यो मुद्दाहरूलाई कसरी बोकिराखेको छ अथवा हामी व्यक्तिगत हिसाबले आफ्नो समुदायसँग समर्पित भएर समुदायको मुद्दाहरूलाई हक अधिकारको कुरालाई कसरी लिन्छौँ अथवा आफ्नो दल होस् अथवा होइन अरूकै दल बाहिरबाट नागरिकको हिसाबले पनि हामीले यो मुद्दाहरूलाई कति अगाडि बढाउन हाम्रो कलेक्टिभ इफोर्टहरू इन्डिभिजुअल इफोर्टहरू लगाउँछौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ होला भन्ने लाग्छ अर्को कुरा भनेको हामी आफैमा पनि होइन एक खाले यो विचार विमर्शहरू गर्ने ज्ञान बढाउने कुराले हाम्रो आलोचनात्मक चेतहरू बढ्दै जान्छ हामी आफैमा पनि र अहिले हामी जुन पोजिसनमा छौँ त्यसको लागि त यस्तो विचार विमर्शहरू यो खुराकहरू हामीलाई अझै बढी चाहिन्छ र यहाँ यो हिसाबले हामी कलेक्टिभली छलफल गर्दै के कहाँनिर हामी काम गर्न सक्छौँ भन्ने कुरामा हामी सँगसँगै अगाडि बढौँ भन्दै आदिवासी दिवसको शुभकामना सहित धन्यवाद। हजुर धन्यवाद। हजुर यता बिना मान्य बिना म साँच्चै नै भन्नुपर्दा यो जनजाति आदिवासी जनजाति को यस्तो यो फोरममा फर्स्ट टाइम एटेन्ड गर्दैछु है र धेरै कुरा चाहिँ नि आदरणीय व्यक्तित्व हाम्रो राम माधन सरबाट यो सुन्नमा पाएँ र यो लिफलेट हातमा पाएको छु। यहाँबाट धेरै कुराहरू हेरिरहँदा मलाई एकदमै युनिभर्सिटी जोइन गरे जस्तो भएको छ कि धेरै नयाँ कुराहरू मैले ग्रहण गर्ने अवसर पाएँ भन्ने मलाई भइरहेको छ। यो हामी जनजाति आदिवासी जनजाति यो पहिचानको कुरा मात्रै गर्नुभन्दा पनि हामीले यो अधिकारको कुरा र यो हाम्रो संस्कार संस्कृतिलाई संरक्षणको कुराहरू गर्नुपर्छ अनि एजुकेसनको कुराहरू भन्ने मलाई चाहिँ नि लागिरहन्छ र मेन कुरा हामी अलि आदिवासी जनजातिहरू अहिले म एउटा भनौँ न सङ्घीय सभासदको हैसियतले आफूले अनुभव गरेको कुरा के भने हाम्रो आदिवासी जनजातिहरू हामी जति पनि छौँ शिक्षातिर अनि यो भनौँ न यो अर्थपूर्ण सहभागिता हाम्रो यो क्षेत्रमा हुनुभन्दा पनि हामी अरू कुराहरूमा रमाइरहेका छौँ कि भन्ने चाहिँ मलाई फिल भएको छ। त्यसले गर्दा हामीले हाम्रो अधिकार यो पहिचानको अधिकार मात्रै खोज्नुभन्दा पनि त्यो हाम्रो पहिचान अधिकार लेख्ने ठाउँमा हामी पुग्नुपर्छ र यसको लागि हामी सबै आफ्नो
तह र तब्काबाट सबै आदिवासी जनजातिहरूलाई सहभागी गराउँदै र उनीहरूलाई शिक्षित बनाउँदै अगाडि जानुपर्छ भन्ने मैले चाहिँ फिल गरेको छु। मैले थोरै कुरा यहाँ यो भन्नु हुने हो कि होइन त पनि थाहा छैन मलाई, त्यही पनि म भन्न चाहन्छु। गण्डकी क्षेत्रबाट नै म निर्वाचित भनौँ न, मैले टिकट पाउँदै गर्दा एउटा महिला अनि जनजातिको हिसाबले टिकट पाउँदै गर्दा पनि एकदमै धेरै एक्सर्साइज गर्नु परेको थियो र यो चुनावी अभियानमा हिँड्दाखेरि पनि मेरो अगाडि पछाडि जति पनि हुनुहुन्थ्यो, मैले हाम्रो आदिवासी जनजातिहरूलाई फर्केर हेर्दाखेरि कोही पनि हाम्रो अनुहार देख्ने थिएन र मलाई एकदमै विरक्त लाग्ने थियो कि हाम्रो मान्छेहरू कता हुनुहुन्छ होला, किन मेरो साथमा हुनुहुन्न होला भन्ने चाहिँ त्यो फिल हुन्थ्यो। आफ्ना आफन्तहरू केही जनाहरू हुँदा उहाँहरू चाहिँ तिम्रो साथमा छौँ भन्नुहुन्थ्यो, तर हिँड्नु पर्दा त्यो उकाली ओह्राली गर्नु पर्दाखेरि उहाँहरूलाई फर्केर हेर्दा एकदमै न्यून भेटिने गर्थ्यो। त्यसले गर्दाखेरि यी कुराहरूमा हामी अझै हाम्रो जातिहरूलाई चाहिँ यो चेतना दिनु र यो अवसर को बारेमा जानकारी गराउनु आवश्यकता छ भन्ने मैले फिल गरेको छु। र म त एकदमै नयाँ छु, धेरै कुराहरू यहाँहरूबाटै सिक्ने र सुन्ने अवसरहरू अझै पनि पाइराखौँ र सिक्ने छु भन्ने प्रतिबद्धता जनाउँदै मेरो छोटो भनाइ यहीँ राख्न चाहन्छु। धन्यवाद, नमस्कार। एउटा काल्पनिक देशको अत्यन्तै लघु मानव म त्यो एउटा विशाल भीमकाय ठाउँमा प्रवेश गरेँ भन्ने फिल भयो। त्यहाँबाट भित्र पस्दा विभिन्न कार्यक्रम र बैठकहरूले अलिक ढिलो आए, क्षमा चाहन्छु। अघि एकजना सहभागी विद्युत नेवा देवदबुका अध्यक्षज्यूले भन्नुभयो, त्यसले मलाई नै भन्नुभएको हो कि भन्ने फिल गरेँ मैले, किनभने मै ढिलो आएँ। पानीको पोखरी हुन्छ, उहाँ त छिटो आउनुहुन्छ, म ढिलो जाँदा पनि हुन्छ होला भन्ने हुन्छ नि त हो। त्यसमा बिस्तारै सबैले पानी लाँदा दुधको पोखरी बनाऊ है भन्दा पानीको पोखरी हुन्छ। उहाँलाई धेरै धेरै म चाहिँ समय चाहिँ अलिक पछ्याउने नै टाइपको मान्छे हो, तर अलिकति आज त्यस्तो भयो। राम सरलाई मैले जानकारी गराएको थिएँ। धेरै कुराहरू त मैले भन्नु छैन। आदरणीय बालकृष्ण सरले प्रस्तुत गर्नुभएको विषयवस्तु नै पर्याप्त छ। त्यसलाई मैले त आधीबाट मात्रै अध्ययन गर्ने मौका पाएँ, सुन्ने मौका पाएँ। टनेल इफेक्टमा परेको छु म। र धेरै कुराहरू विद्युत मान्यजनहरूले प्रस्तुत गर्नु भएको छ, अझै पनि धेरै कुराहरू आउला। हाम्रो भूमिका बाँध्ने शैली अलि लामो छ भन्ने कुरा आएकै छ। म चाहिँ भूमिका नबाँधी बोल्नै सक्दिनँ र म क्षमा चाहन्छु। सबैभन्दा पहिले चाहिँ म बालकृष्ण सरकै यो जुन अब के छ, कार्यपत्र हो कि यो के हो, अवधारणा पत्र, कार्यपत्र जे भए पनि यहाँ चाहिँ अब कन्फ्युजनहरू अगाडि राख्नुभयो। जनजाति को हो भन्ने विषयमा विभिन्न किसिमको 46-47 सालबाट यता आएर हामीले जे बुझ्यौँ, एउटा ठुलो हात्तीलाई होइन आँखा नदेख्नेले छामे जस्तो गरेर आदिवासी जनजातिको विषयमा विभिन्न कुराहरू बुझ्यौँ, भन्यौँ, हिँड्यौँ, थुप्रै कुराहरू गऱ्यौँ। अब यो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले नै भन्ने हो कि विद्वत समुदायको भेला गरेर एउटा शास्त्रार्थ गरेर कि खासमा आदिवासी जनजाति हो कि जनजाति हो, मूलवासी हो कि के हो भन्ने विषयको निर्क्योल गरेर एउटा घोषणा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ। कि यो कसले गर्ने हो, त्यसमा म फेरि अनभिज्ञ पनि छु। अब हाम्रा कुराहरू पहिचानका आन्दोलनहरू भए, हामीले अधिकारका कुराहरू गऱ्यौँ। यो सबै कुराहरूको प्रारम्भ चाहिँ 2046 सालमा डेमोक्रेसी रिस्टेट भएपछि नै भयो भन्ने मेरो चाहिँ लाटो बुझाइ छ। त्यसो भएको हुनाले त्यो 46 सालको जनआन्दोलन पछिको परिवर्तनले एउटा राजनीतिक चाहिँ दलहरूमाथिको प्रतिबन्धलाई फुकुवा गरेपछि र आम रूपमा नागरिक अधिकारको केही कुराहरू व्यवस्थित गरेपछि नै हामीले यो विषयवस्तुहरू उठान गर्न पायौँ भन्ने विषयलाई चाहिँ बिर्सनु हुँदैन कि भन्ने निवेदन गर्न चाहन्छु। छोटी बुम्न बढी बात पो भयो कि म अब राजनीतिक दलमा लागेका
साथीभाइहरू चाहिँ आदिवासी जनजाति र पहिचानको विरोधीहरू नै हुन् भन्ने हाम्रो दिमागमा परेको छ। तर होइन, हाम्रो कोख कहाँबाट छ हामीलाई पनि थाहा छ। त्यसो भए हुनाले राजनीतिक दलको नेतृत्वमा पुग्ने वा कहीँ चाहिँ प्रतिनिधित्व गर्नेहरू भन्ने बित्तिकै आदिवासी जनजातिसँग सम्बन्धित विषयवस्तुमा चाहिँ बोल्न धक लाग्दैन भन्ने विषय अत्यन्तै गम्भीर रूपमा छ। मलाई चाहिँ त्यस्तो लाग्दैन। म आफू अब डेमोक्रेटिक कल्चरबाट हुर्केको र डेमोक्रेटिक स्कुलिङ प्राप्त गरेकोले होला त्यो मलाई धक मान्नुपर्छ भन्ने लाग्दैन। आफ्नो दलमा आफ्नो चाहिँ सङ्गठनमा यो विषयवस्तुलाई उठान गर्न सकिएन भने त अनि के मुद्दा चाहिँ लिएर अगाडि बढ्ने त? त्यसो भएको हुनाले आफ्नो समस्याहरूलाई आफ्ना विषयवस्तुलाई राख्नलाई कसैले डराउनु पर्दैन भन्नेमा म पूर्ण विश्वास छु र त्यही अधिकार नै डेमोक्रेटिक राइट्स भित्र पर्दछ भन्ने कुरामा म प्रष्ट छु। अब चाहिँ बिस्तारै बिस्तारै हामीले हाम्रो पहिचानसँग सम्बन्धित विषयवस्तुहरूलाई चाहिँ आर्थिक क्षेत्रसँग पनि जोड्दै जाने हो कि, उद्यमशीलतासँग पनि जोड्दै जाने हो कि, शिक्षासँग पनि जोड्दै जाने हो कि? अब अहिले त एआई को जमाना आयो रे, हामी त अलिक पुरानै टाइपको मान्छे हो। त्यसो भएको हुनाले त्यसलाई पछ्याउनको निम्ति र अत्यन्तै कम्पिटेटिभ हुनको निम्ति युगलाई पछ्याउने सन्दर्भमा, समयलाई पछ्याउने सन्दर्भमा हाम्रा मुद्दाहरूलाई पनि अलि मोडिफाइड गर्दै जाने, जहाँबाट हाम्रो पहिचान प्रष्ट हुन्छ कि भन्ने मेरो एउटा चाहिँ सानो दिमागले यहाँहरू समक्ष निवेदन गर्न चाहन्छु। मलाई साह्रै नै खड्केको विषयवस्तु, समय कति छ राम सर, साह्रै नै खड्केको विषयवस्तु भाषा। भाषाले हाम्रो सबै कुरो, भाषा हरायो भने त सबै कुरा हराउने नै भयो नि त। तर हामी हाम्रो घरमा मातृभाषा अथवा हाम्रो भाषा बोल्नु भन्दा नेपाली भाषा त कुरै छोडिदिउँ, अङ्ग्रेजीमा बोलियो भने अलि स्ट्यान्डर्ड भइन्छ कि भन्ने किसिमको दिमागमा हाम्रो परिरहेको छ। आमालाई हामी मम भन्दाखेरि आमाले अलि प्यारको रूपमा चाहिँ नि सम्झिने हैन, छोराछोरीलाई त्यस्तै गरेर र हाम्रो हरेक क्रियाकलापहरू अङ्ग्रेजीकृत गर्ने कुराले हाम्रो भाषै हराउने विषयवस्तुलाई चाहिँ कसरी सम्बोधन गर्ने होला? 47-48 सालतिर हामी त्यतिखेर चाहिँ नि विभिन्न समुदायगत विकास हुनुपर्छ भन्ने अभियानमा म पनि जोडिएकै हुँ। बालकृष्ण सरसँग त्यही भएर, राम सरसँग त्यही भएर अलि नजिक पनि भइयो। त्यो समयमै मैले सानो एउटा फुच्चे थिएँ त्यतिखेर, त म एउटा कुदी हिँड्ने केटो अभियानमा। त्यो फुच्चे भएको अवस्थामै थाहा थियो जब लिम्बू कल्चरमा नाचिने धान नाच र च्याब्रुङ जुन छ नि बाजा, त्यो बाजा चाहिँ मञ्चमा चढ्यो। मञ्चमा चढेपछि अब चिन्ताजनक अवस्था भयो। जुन कुरा मञ्चमा राख्नुपर्ने हुन्छ पहिचानका लागि भने अब त्यो बिस्तारै बिस्तारै गाउँघरबाट हट्दै जाने हैन। भाषाको कुरा जस्तै यो संस्कृति पनि हाम्रो यो हट्दै जाने कुरामा सबैको ध्यान चाहिँ जानुपर्छ भन्ने लाग्छ। आरक्षणको विषयमा मेरो रिजर्भेसन थियो। आरक्षण होइन, हामी पनि 101 छौँ नि त। मैले जुन विषयमा पढेको छु, विदेशको ठुलो विश्वविद्यालयमा पढ्ने मान्छेसँग म टेबल टक गर्न तयार छु, सक्छु भन्ने आत्माभिमान ममा पनि छ भनेपछि यो आरक्षण होइन खुल्लम खुल्ला हुनुपर्छ भन्नेमा थिएँ। तर आरक्षण चाहिँ चाहिँदो रहेछ भने चाहिँ अलिक बुढो हुँदै गएपछि घमण्डहरू बिस्तारै बिस्तारै घट्दै जान्छ। त्यो मान्छेको स्वाभाविक प्रक्रिया पनि भयो। र अहिले चाहिँ गाउँपालिकाहरूमा जाँदा, प्रशासकीय अधिकृतहरू नगरपालिकामा जाँदा, मन्त्रालयहरूतिर, सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूतिर जाँदाखेरि उपस्थिति देख्दा चाहिँ सन्तुष्टि लाग्छ। त्यसैले एउटा निश्चित अवधिसम्म यो आरक्षणको विषयवस्तु पनि धेरै नै राम्रो नै हुँदो रहेछ भन्ने निष्कर्षमा अहिले पुगेको छु। धेरै कुरा बोल्दिनँ। एउटा कुरा, हामी 275 जनाको हाम्रो संसद छ, प्रतिनिधि सभा चाहिँ राष्ट्रिय सभा बेग्लै छ। 275 जनाको प्रतिनिधि सभामा हामी झन्डै म तथ्यमा गलत पनि हुन सक्छु, सच्याउनको निम्ति म मान्यजनलाई अनुरोध गर्छु, 42 जना छौँ क्यारे। त्यसलाई प्रतिशतमा ढाल्दाखेरि के अलिक गल्ती भयो कि निर्वाचितहरू मध्येबाट त्यो तथ्य चाहिँ केलाउनको निम्ति म बालकृष्ण सरलाई म निवेदन गर्न चाहन्छु। हामी 35% हैन, मोटामोटी देशभरिमा हाम्रो जनसङ्ख्या 35% छ भन्ने हुँदा प्रतिनिधित्व गर्ने प्रतिशत पनि त्यो अनुसार छ कि छैन भन्ने विषयमा पनि विद्वत सरकारले विश्लेषण गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु। र अन्तिममा एट लास्ट बट नट लिस्ट भने जस्तै
हामी सुरुमा पहिचानको कुरा गर्छौँ अनि पहिचानको कुरा उठाउँछौँ। पहिचानको कुरा उठाएपछि एक किसिमले लोकप्रिय भएको एउटा महसुस पनि गर्छौँ। हामी पहिचानको कुरा उठाउँछौँ, लोकप्रिय पनि हुन्छौँ, आन्दोलन पनि गर्छौँ, सबै कुरा गर्छौँ अनि अन्तिममा चाहिँ त्यो सबै कुराहरू एउटा राजनीतिक दल स्थापना गरेर त्यसलाई विसर्जन गर्छौँ अनि निर्वाचनमा जान्छौँ, हाम्रो उपस्थिति रहँदैन हैन। 2046-47 सालतिर जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसनदेखि लिएर हैन यो सबै राजनीतिक दलको रूपमा स्थापित हुँदै गए। जब राजनीतिक दलको रूपमा स्थापित भए तब के हुन गयो भने हाम्रा मुद्दाहरू ओझेल परे कि बा हाम्रो प्रतिनिधित्व त्यहाँ पुग्न सकेन कि बा निर्वाचनमा सही किसिमको परिणाम ल्याउन सकेको भए त्यसले केही गर्थ्यो कि यो किसिमको हाम्रो एउटा ट्रेन्ड छ। यो ट्रेन्डले हाम्रो यो पहिचान अथवा हाम्रो यो समुदायगत विकास र समृद्धिसँग सम्बन्धित विषयवस्तुमा उपलब्धि दियो कि दिएन, यस विषयमा पनि समीक्षा होस् भन्ने कुराहरू राखेर यो महत्त्वपूर्ण अवसरका निम्ति फेरि पनि रामसर मार्फतबाट सबै आयोजक वर्गमा आभार व्यक्त गर्दछु। धन्यवाद। हस्, धेरै धेरै धन्यवाद मान्यज्यू। बुझेको थियो। त्यो बुझ्दाखेरि यो सन् 2030सम्म चाहिँ 6410 जना मिडवाइफ हुनुपर्नेमा अहिले चाहिँ दर्तावाला 195 जना मात्र रहेछ भनेपछि यो नेपालमा हाम्रो जनजातिको मात्र अवस्था होइन, हरेक क्षेत्रमा हामी चाहिँ नीति कानुनहरू बनाउँछौँ तर त्यसलाई चाहिँ कसरी हामीले पुरा गर्ने भन्ने बारेमा चाहिँ अलिकति त्यो दीर्घकालीन सोच गरेर चाहिँ हामीले गर्दैन रहेछौँ कि भन्ने चाहिँ मैले अनुभव गरेँ। किनभने 2030मा अब यो 6410 पुर्याउनको लागि अहिले 500 विद्यार्थीले मात्रै पढ्दैछन् रे। त्यो कारणले गर्दाखेरि यो अहिले यो 1993 देखि 2026सम्मको जुन यो हाम्रो संरक्षण उपलब्धि र चुनौतीको बारेमा आज सरले बताउँदै गर्दाखेरि धेरै कुराहरू चाहिँ अझ हामीले खोज्नुपर्छ, अझै सिक्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले महसुस गरेको छु। र यहाँ सरहरूसँगै कुरा गर्दै गर्दाखेरि अब धेरै बौद्धिक जमातहरू यहाँ हुनुहुन्छ। सबै ठाउँ गएर यस्तो बोल्दै गर्दाखेरि अरू ठाउँ चाहिँ जे पनि बोल्न सकिन्छ तर आफ्नै पढाउने सरहरू चाहिँ आफ्नै अगाडि हुँदाखेरि चाहिँ अलिकति डर लाग्दो रहेछ। किनभने यहाँ पछाडि मेरो जनक सर गइसक्नु भएछ, एलबी सर त्यही हुनुहुन्छ। त्यो भएको कारणले आज सरहरू अरू पनि हुनुहुन्छ, सबै बौद्धिक व्यक्तित्वहरू हुनुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि धेरै कुराहरू मैले नजोडेर त्यसमा चाहिँ मैले परम्परागत ज्ञानलाई चाहिँ त्यो आधुनिक स्वास्थ्य प्रणालीको यो सँग चाहिँ जोड्नुपर्छ भन्ने कुराहरू पनि उठाएको थिएँ। र त्योभन्दा पहिला मैले यो हाम्रै प्रतिष्ठानको बारेमा पनि मैले संसदमा कुरा उठाएको थिएँ। तर कुरा उठाउँदै गर्दाखेरि अब अहिले चाहिँ कुरा आउँछ कार्यान्वयन गर्नको लागि चाहिँ अहिले नेपाली काङ्ग्रेस सरकारमा छैन, रासोपा हुनुहुन्छ। त्यही भएको कारणले गर्दा रासोपाका साथीहरूलाई अझै जोरदारका साथ यो कुरा उठाउनको लागि पनि मैले अनुरोध गर्न चाहन्छु। र अर्को कुरा अघि सरले भन्नुभएको थियो यो संयुक्तमा त आदिवासी जनजातिहरूले धेरै छलफल हाम्रो अधिकारहरू यो हुनुपर्छ त्यो हुनुपर्छ भनेर कुराहरू गरिराख्नु भएको छ। तर पार्टीभित्र कसरी कुरा गर्नुभएको छ भन्नुभएको छ। पार्टीभित्र सबै खालको यो पहिलो संविधान सभाको चुनावभन्दा पहिला चाहिँ पार्टीभित्र कुरा गर्नको लागि सबै साथीहरू डराउनुहुन्थ्यो। इभन म नै कति आन्दोलनमा हिँड्दाखेरि मैले मुख लुकाएर हिँड्नुपर्ने अवस्था पनि थियो। तर अहिले चाहिँ पार्टी आफैले नै खोजी हामीले जनजातिको इस्युहरू उठाउनुपर्छ भनेर लागेको अवस्था पनि छ। र यसै सन्दर्भमा नेपाली काङ्ग्रेसले पनि नेपाली काङ्ग्रेसको भातृ सङ्गठन लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले हामी पार्टीको कुरा मात्र गरेर हुँदैन, पार्टीमा चाहिँ जातिको कुरा गर्नको लागि पनि विशुद्ध जातीय सङ्घ संस्थामा हिँड्ने अधिकार कर्मीहरूसँग पनि हामीले छलफल गर्नुपर्छ भनेर हामीले कृष्ण हाचेट्यु प्राध्यापक डाक्टर सर कृष्ण हाचेट्यु सरलाई पनि बोलाएर हामीले छलफल गरेका छौँ पार्टीभित्र। त्यसै गरेर 2-3 चोटि त हाम्रो पार्टी सभापतिलाई नै हाम्रो माबुवाङ सरलाई बोलाएर हामीले कुराहरू गरिराखेका छौँ। त्यसपछि हाम्रो पार्टीभित्र एउटा 17 बुँदे घोषणापत्र पनि तयार गर्यौँ भने अहिले पनि यही आदिवासी दिवसको अवसर पारेर भर्खरै मात्र हामीले 23 बुँदे आदिवासीको यो घोषणापत्र तयार गरेर घोषणा गरेर हामीले भर्खरै यहाँ आयौँ। र यो बारेमा फेरि पार्टीले भोलि पनि छलफल गर्नुहुनेछ। र यसमा हामीले संविधानमा भएको र जुन कार्यान्वयन नभएको कुरा जुन धारा 7(2) र अनि 56(5) मा भएको कुरालाई र त्यसपछि यो
7.1 मा भएको कुरालाई चाहिँ संशोधनको लागि कसरी लैजाने भनेर धेरै कुराहरू हामीले 23वटा बुँदामा हामीले समावेश गरेका छौँ र यो कुरालाई सरले कोट्याउँदै गर्दाखेरि अब चाहिँ आफ्नो पार्टीभित्र मात्रै छलफल गरेर हुँदैन, फेरि पार्टीभित्रका जनजातिहरू सबै पार्टीका जनजातिहरूलाई एक ठाउँमा राखेर त्यो खालको छलफल फेरि राम सरले आज जसरी यहाँ चलाउनु भएको छ त्यसरी सामूहिक रूपमा चलायौँ भने हामी आदिवासीको सबै पार्टीभित्रको मुद्दाहरू आउँथ्यो र त्यो मुद्दा आयो भने चाहिँ अझ हामीलाई संसदमा उठाउनका लागि अझै सजिलो हुनेछ भन्दै आजको यो कार्यक्रममा बोलाएर हामीलाई सुन्ने, हामीलाई यो कुराहरू बुझ्ने मौका दिनुभएकोमा प्रतिष्ठानलाई धेरै धेरै धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरूमा सहभागी भएर हजुरहरूको कुरा बुझ्ने र यहाँको कुराहरूलाई चाहिँ संसदसम्म लैजाने र यही खालको नीति निर्माण गर्ने कुरामा चाहिँ प्रतिबद्धता जनाउँदै म मेरो कुरा यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार। हुन्छ, धेरै धेरै धन्यवाद। अब ती हाम्रो गङ्गा छन्त्यालज्यू हजुर। आदिवासी जनजातिहरूको सवालमा लागि परेका विज्ञहरू हुनुहुन्छ, हामी यसको लागि केही पनि होइनौँ। यी विज्ञहरू हुँदै गर्दाखेरि अहिले मैले हजुरहरूलाई जानकारीको लागि 166वटा कानुनहरू चाहिँ आउँदैछ। यो कानुनमा चाहिँ हामी आदिवासी जनजातिहरूको सवालहरू चाहिँ कहाँ कहाँ कसरी राख्ने हो त भन्ने कुरामा चाहिँ हजुरहरूले हामीलाई चाहिँ सल्लाह सुझाव दिनुहोला। उदाहरणको लागि म धेरै बोल्दिनँ किनकि समय पनि कम छ। मैले अपाङ्गता ऐन 2074 चाहिँ अहिले संशोधनको क्रममा छ। योभन्दा पहिला अपाङ्गताको ऐनलाई चाहिँ अपाङ्गताको अशक्तताको आधारमा मात्र त्यसलाई डिफाइन गरेको थियो, तर अहिले चाहिँ हामीले त्यो ऐनलाई संशोधन गर्दै गर्दाखेरि अपाङ्गताको विविधता भनेको अपाङ्गताको अशक्तताको आधारमा मात्र होइन, जात जाति, भूगोल, क्षेत्र, लैङ्गिकता यी सबैको आधारमा हुनुपर्छ भनेर मैले मन्त्रीसँग तीन पटक भेटेर मैले मन्त्रीज्यूलाई मैले यो कुरा बुझाएँ। 3 पल्टको समयमा पनि मन्त्रीज्यूले यी कुराहरू राख्दाखेरि त विवाद आउँछ भन्ने कुरा गर्नुभयो। यो कुरा राख्दाखेरि कहाँ कसरी र कसले विवादमा ल्याउँछ, कसले विरोध गर्छ त्यसको जिम्मेवारी म हुन्छु। यदि यो कुरा चाहिँ यो ऐनमा राखिएन भने संसदमा चाहिँ जुन सदनमा चाहिँ म एक्लै पनि यसको विरोध गर्छु भनेर मैले मन्त्रीज्यूलाई भने। त्यस पछाडि मन्त्रीज्यूले भोलिपल्ट फोन गरेर मलाई बोलाउनु भयो। त्यस पछाडि चाहिँ उहाँले चाहिँ अपाङ्गताभित्रको विविधता भनेको चाहिँ हामीले जात जाति भनेर हाम्रो आदिवासी जनजाति होइन सबैले समेटेर चाहिँ हामीले यसरी राखेको छु। त्यस कारणले हजुरहरूले पनि धेरै छलफल गरेर हामीले धेरै गरेर यो रिजल्ट आउँदैन। हामी मेन भनेको डकुमेन्टेसनमा, मेन भनेको हामीसँग प्रमाण होइन, त्यो भयो भने हामी त्यसको आधारमा बोल्नलाई सजिलो हुने रहेछ। त्यस कारणले धेरै विज्ञहरू हुनुहुन्छ यहाँ। यो अहिले जुन 166वटा कानुनहरू बन्दैछन् यसमा हजुरहरूले हामीले साथ दिनुहोला। यसमा हामीले हाम्रो तर्फबाट के गर्न सकिन्छ हामी हेर्छौँ। अनि अर्को अनुरोध चाहिँ मैले के गर्न चाहन्छु, जनजाति महासङ्घ, आयोग, प्रतिष्ठान सबैलाई के भन्न चाहन्छु भन्नाले जति पनि हाम्रो आदिवासी जनजाति सांसदहरू हुनुहुन्छ उहाँहरूले बेला बेलामा ल्याएर चाहिँ एउटा के अरे छलफलमा चाहिँ राख्ने वातावरण चाहिँ मिलाउनुहोस्। त्यो भयो भने अझै हामी नीतिमा चाहिँ अलिकति सहज हुन्छ भन्ने पनि मैले विश्वास लिएको छु। धेरै कुरा बोलिन अन्त्यमा यति भन्दै विश्व आदिवासी दिवसको शुभकामना सहित भोलिको दिन भव्य र सभ्य होस्। सबैजना सहभागी भएर आफ्नो पहिचानलाई चाहिँ त्यहाँनिर प्रस्तुत गरौँ भन्दै बिराउँछु। धन्यवाद। मन्त्री प्रधान भनिदिने अनि सिरानी लाएर सुत्ने अथवा a kind of patriarchy, पुरुष प्रधान चाहिँ व्यवहार गर्ने जनजाति महासङ्घमा यो धेरै पुरानो आरोप हो क्या, चलिआएको, वास्तवमा सही पनि नसक्छ। तर आदिवासी हामी पुरुष हौँ, महिला हौँ, हामीले स्वीकारेको के हो भन्दाखेरि मातृ प्रधान संस्कृति हाम्रो आदिवासी जनजातिको संस्कृति हो र त्यो प्राकृतिक हिसाब किताबले नै त्यो महत्त्व राख्दछ। त्यो महिलालाई बढावा दिनुपर्ने भएको हुनाले गर्दा यो कुरा गरेको होइन। प्राकृतिक रूपमा नै मातृ प्रधान मूल्य र मान्यता चाहिँ हामी आदिवासी जनजातिको संस्कृति हो। त्यसले गर्दाखेरि तर 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 डोमिनेन्ट सोसाइटी त्यसका भ्याल्युजहरू चाहिँ प्याट्रिआर्की कल छ भन्दा हामीले
आदिवासी जनजातीय मूल्य र मान्यताको निम्ति बल गर्दा लड्दा बोल्दा त्यो अभियसली प्याट्रिआर्किकल मूल्य र मान्यताबाट मुक्तिको इमान्सिपेसनको कुरा आउँछ त्यो जस्तो लाग्दछ। त्यसले तर त्यसमा ढङ्ग कति पुगेको छैन एकातिर। अर्कोतिर म आफै यहाँ नेपालमा नि हेर्छु क्या, यदि इन्डिजिनस पिपुल्सहरूको भ्याल्युजहरूलाई स्टेटले एडप्ट गर्ने अथवा इन्डोर्स गर्ने हो भने त छौपडीको समस्या त हुने कुरै छैन नि। तर अब एडप्ट गर्दैन, नगरेपछि छौपडी चाहिँ रहिरहन्छ होइन, त्यस्तो कुराहरू छ। अब यो लोकबहादुरजीले यहाँ मलाई लेखेर दिनुभएको छ, अब उहाँले भन्नु पनि भयो। मैले यहाँ 6 डिक्सनरीमा हेरेँ, डिक्सनरीमा वर्ण आश्रम रहेनछ त्यहाँ होइन, र वर्णाश्रम भन्ने नै रहेछ। र वर्णाश्रममा चाहिँ त्यही अब ब्राह्मण क्षेत्र वैश्य शूद्रको जुन हायरार्किकल स्ट्रक्चर छ होइन, सबैभन्दा सर्वश्रेष्ठ र सबैभन्दा कमजोर त्यही नै हो। अब यो चौधरीजीको भनाइ जुन छ, अब पहिले भनौँ न लगभग 64वटा जात जातिको हिसाब आएको थियो, पछि 100वटा जात जातिको हिसाब आयो, अहिले 142वटाको आएको छ। तर यो यसको चाहिँ भनौँ न विकासको अवस्था के छ भन्ने बारेमा उहाँ होइन सोमबहादुरजीले पनि उठाउनु भएको छ। अब अर्को पनि एउटा विचार छ, यदि आदिवासी जनजातीय दृष्टिकोणबाट हेर्ने हो भने स्ट्यान्डर्ड अफ लिभिङका कुराहरू अथवा अरू डिफ्रेन्ट इन्डिकेटर्सहरू, डेभलपमेन्टका इन्डिकेटर्सहरूको क्वान्टिटेटिभ इन्डिकेटर्सहरूको माध्यमबाट हाम्रो अवस्थालाई मापन गर्ने कि नगर्ने भन्ने अर्को बहस पनि छ। त्यसको अर्थ क्वान्टिटेटिभ इन्डिकेटर्सहरू टोटल्ली नेगेट गर्नुपर्छ भन्ने त होइन। तर तपाईँहरूले भन्नुभएको कुरामा चाहिँ हामीले बहस गर्दा डोमिनेन्ट ग्रुप अथवा डिस्कोर्समा हामीले बहस गर्दाखेरि चाहिँ अघि मैले सुई जेनेरिसको कुरा गरेँ, हाम्रा ती मौलिक भेरिएबलहरू इन्डिकेटरहरू अथवा के हुन सक्छ त्यो पनि हामीले छलफल गर्नुपर्ने जस्तो लाग्दछ मलाई। अहिले होइन छन्तेल मान्यज्यूले बहुत राम्रो कुरा गर्नुभयो। 166वटा ऐनहरू अब ड्राफ्टिङ हुँदैछ अथवा एमेन्डमेन्ट हुँदैछ अथवा आउँदैछ, संसदमा आउँदैछ। अब प्रश्न के हो भने 166वटा ऐनमा हामी के चाहन्छौँ? हामी के चाहन्छौँ भन्दाखेरि यो सुई जेनेरिस पर्सपेक्टिभबाट हामी आदिवासी हौँ, हामी जनजाति हौँ। हामी आदिवासी जनजाति भएको हुनाले गर्दा अहिलेसम्म बनेका संविधान, ऐन, कानुन, नीति, नियम, निर्देशिकाले हाम्रो समुदायलाई लक्षित गरेर न्याय गर्न सक्ने कुनै पनि संयन्त्र आएन, कानुनी संयन्त्र आएन भन्दाखेरि जस्तै उदाहरण निम्ति शिक्षामा होइन। अब शिक्षामा चाहिँ जब 166वटा ऐन आउँदाखेरि एउटा शिक्षामा के आउँदैछ त भन्दाखेरि आज पुरा तामाङ भाषीहरू, मगर भाषीहरू, छन्त्याल भाषीहरू टोटल एडुकेसनबाट उनीहरू बाहिर छ। म तपाईँलाई सानो उदाहरण दिन्छु। किमाथाङकामा एउटा स्कुल छ, सगरमाथा पहिले प्राथमिक विद्यालय थियो, अहिले आधारभूत। त्यो किमाथाङका भनेको 99% 100% भोटे आदिवासी जनजाति बसोबास गरेको ठाउँ हो। अब त्यो 28 सालमा कि 29 सालमा बनेको त्यो सगरमाथामा प्राथमिक विद्यालयले अहिलेसम्म त्यो भोटे आदिवासीलाई मार्ने मात्रै काम गर्यो क्या। उनीहरूको भाषा मार्यो, संस्कृति मान्यो, उनीहरूको मूल्य मान्यता मार्यो, उनीहरूको ज्ञान मार्यो, टोटली मार्यो। किन भन्नुभन्दा त्यो प्राथमिक विद्यालय मार्फत त्यो किमाथाङका भोटे आदिवासी जनजातिहरूको संस्कृति भाषाको होइन प्रवर्धन गर्ने काम केही पनि भएन नि त। त्यसले गर्दाखेरि हाम्रो इन्टरभेन्सन चाहिँ मेरो विचारमा त्यहाँ आउनु पर्ने जस्तो लाग्यो। अब सबैको उत्तर दिइराख्नु पर्दैन, तपाईँहरूले भन्नुभएका प्रश्नहरू नै उत्तरहरू छन्, त्यो पूर्ण रूपमा छँदैछ। मैले त्यसले गर्दा यहाँहरू त्यसै त हाम्रो समय छैन, त्यसले गर्दा म यतिकैमा आफ्नो कुरा सिधाएँ। त्योभन्दा अगाडि सुरेश आले मगरज्यूले जुन कुरा गर्नुभएको थियो, यो वास्तवमा आदिवासी जनसङ्ख्या चाहिँ सबैभन्दा ठुलो भनेर 35-37% हामीले भनिरहेछौँ। तर एक्ज्याक्टली हामीले हाम्रो
मनमौजी सेन्सस भएको छैन। र त्यसले त अझ हामी त पहिले त हामीले दाबी गरेर त 70% होइन, भाषण गर्दा बोल्ने गरेर त 70% हामी आदिवासी जनजातिहरूले बाहिर पारेर भन्दा भन्दा अहिले सरकारी तथ्याङ्क चाहिँ 35 देखि 37% को बिचमा देखाइरहेछ। मलाई के लाग्छ भने जता हेऱ्यो पनि होइन हाम्रो आदिवासी जनजातिको उपस्थितिले चाहिँ बहुसङ्ख्यक हुनुपर्छ भन्ने मेरो चाहिँ एउटा अनुमान हो। मैले तथ्याङ्क चाहिँ त्यो होइन। हस्, थ्याङ्क यू। हस्, डाक्टर प्रतिमा गुरुङज्यूलाई पनि टोकन अफ लभ रिसिभ गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। अलिकति ताली पनि बजाउने चलन बसाइदिनु, किनभने हामी आज उत्सवमा छौँ। 32औं विश्व आदिवासी दिवसको पूर्व सन्ध्यामा छौँ, तसर्थ यो उत्सव हो। डाक्टर प्रतिमा गुरुङज्यूलाई पनि यो हस्तान्तरण हुँदैछ, कृपया तालीको कन्जेसन नगरिदिनु होला। अब माधव सरलाई उहाँको उपस्थितिमा फेरि हामी यो हस्तान्तरण गर्नेछौँ। हामी कार्यक्रमको लगभग अन्तिम चरणमा छौँ। अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय रामबहादुर थापालाई हार्दिक अनुरोध गर्दछु। म चाहिँ सबैलाई सम्मान गर्छु, अध्यक्षज्यू र सबै विशिष्ट अतिथिज्यू र सहभागी साथीहरू। यो आदिवासी जनजातिहरूको स्थिति अहिले कहाँ पुगेको छ भन्ने सन्दर्भमा चाहिँ मेरो अब्जर्भेसन, नट रिसर्च है, अब्जर्भेसनमा के देख्छु भने मैले 5-6 वर्ष चाहिँ अब यो राज्यको अलि माथिल्लो निकायबाट मैले यस्तो हेर्दाखेरि आदिवासी जनजातिको अहिलेको अवस्था चाहिँ के छ भने केही पाएको पनि सही रूपले चाहिँ सदुपयोग गर्न नसकेको स्थिति पनि छ यो है। अब हामी सबै पाइसक्यौँ त भन्ने होइन, हाम्रो पाउने पनि धेरै छ, आदिवासी जनजातिले पाउने विषयहरू पनि होइन, तर पाएको कुराहरू पनि हामीले चाहिँ सही रूपमा लैजानको लागि सकिराखेका छैनौँ होइन। त्यो म आफैले पनि महसुस गरेको कुरा हो। त्यस कारणले यो पहिलो बुँदा मेरो। दोस्रो कुरा चाहिँ के हो भने आदिवासी जनजातिहरूको जस्तो यो आदिवासी जनजाति महासङ्घ भन्दा अगाडि जनजाति महासङ्घ बन्यो होइन। त्यो जनजाति महासङ्घको कहिलेकाहीँ मैले यसो विधान हेर्छु कि अगाडि हाम्रो सुरेश सर यहीँ हुनुहुन्छ होइन, उहाँ संस्थापक के भएछ भनेर कहिलेकाहीँ रिभिजन पनि गर्छु। अब संयोगवश चाहिँ के हो भने मलाई एउटा के अरे संयोग पनि के मिलेको छ भने खालि आदिवासी जनजातिकै क्षेत्रमा काम गर्ने होइन। संविधान सभामा गए पनि त्यहाँ पनि तपाईँको चाहिँ आदिवासी जनजातिकै क्षेत्रमा काम गरियो। त्यस कारणले अहिले पछाडि आयोगमा पनि आएर त्यहीँ गरिरहेको छु होइन। त्यस कारणले मलाई चाहिँ केही न केही अपडेट भइरहेको छ, यसो हेर्ने मौका चाहिँ पाएको छु। त्यस कारणले एउटा कुरा त्यो हो। दोस्रो कुरा चाहिँ के हो भने हामी अघि हाम्रो हाई ऱ्याङ्किङका कुराहरू यहाँ विभिन्न परे नि। यो हाम्रो एलबिजीले चाहिँ यो एकदम यो पुरानो तरिकाले चाहिँ र पुरानो ढर्राले कार्यक्रम चलो, यो कहाँ कहाँ अतिथि सतिथि भन्दा मैले यसो विचार गरेको हो। एकपटक डाक्टर हर्क गुरुङले ग्यालबोलो सर होइन, यहाँ शेर्पा समुदायको साथीहरू हुनुहुन्छ नि, ग्यालबोलो सर किन मानेको यो गणतन्त्रमा? ग्यालबो त राजा हो भन्ने चाहिँ तपाईँले कुरा गर्नुभएको थियो कि। त्यस कारणले यो राजतन्त्रात्मक तपाईँको चाहिँ कल्चर त आदिवासी जनजातिमा झन् धेरै छ कि जस्तो मलाई महसुस हुन्छ क्या। धेरै कुराहरू चाहिँ तपाईँको चाहिँ सम्मान गर्नुपर्ने, विधिहरू पुर्याउनु पर्ने होइन। त्यस कारणले यस्तो कारणले पनि धेरै चाहिँ जान्छ कि जस्तो लाग्छ मलाई। र अर्को कुरा चाहिँ यहाँ आदिवासी जनजातिको कुराहरू आउँदाखेरि के हो भने हामीले पाएको के हो भने आदिवासी जनजातिले धेरै ठाउँमा समावेशीको सिद्धान्त अनुसार प्रतिनिधित्व पाएको सँगै संसदमा पनि हामीले पाएका छौँ। त्यो प्रदेश सभामा पनि होस् या तपाईँको चाहिँ के हो प्रतिनिधि सभामा।
राष्ट्रिय सभामा चाहिँ त्यो नभएको हुनाले राष्ट्रिय सभामा चाहिँ 10-11% मात्रै आदिवासी जनजातिको रिप्रेजेन्टेसन छ। तर संविधान सभामा अहिले पनि तपाईँको चाहिँ यो प्रतिनिधि सभामा 24% प्रतिनिधित्व छ। यो धेर चाहिँ होइन है, यो पहिलेको भन्दा। किनभने यो विधायिकाको इतिहास हेर्दाखेरि 2064 सालको संविधान सभामा मात्रै आदिवासी जनजातिको चाहिँ जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व थियो। त्योभन्दा यता चाहिँ घट्दै 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 आएर अहिले चाहिँ 24% तिर पुगेछ। त्यसकारणले मैले के अनुरोध गर्न चाहन्छु भने यो हाम्रो चाहिँ त्यत्तिकै सानो लडाइँले सानो सङ्घर्षले गरेको होइन होइन। हाम्रो अग्रजहरूले चाहिँ ठुलो बलिदानीपूर्ण सङ्घर्ष गरेबाट चाहिँ हाम्रो प्राप्त भएको हो। त्यसकारणले मैले विशेष गरी नीति निर्माण गर्ने तहमा होइन, नीति निर्माण गर्ने तहमा बस्नु भएको हाम्रो मान्यज्यूहरूलाई चाहिँ मैले अनुरोध गर्न चाहन्छु। त्यो म 2064 को संविधान सभामा चाहिँ गएँ। त्यस पछाडि त्यो 4 वर्षमा चाहिँ डिजल्भ भएपछि अर्को चाहिँ 70 सालमा संविधान सभा बढ्यो। मैले एकपटक चाहिँ त्यहाँ 70 सालको संविधान सभामा के छ स्थिति भनेर एकपटक चाहिँ पहिलो संविधान सभा पनि प्रतिनिधित्व गर्नु भएको नेपाली काङ्ग्रेसको, म नामै तोकिदिन्छु, नाम तोक्नुहुन्न भन्छन् तर नाम तोक्नै मन लाग्छ। हाम्रो रत्न शेरचन भन्ने हुनुहुन्थ्यो क्या नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने बागलुङबाट। उहाँलाई मैले एक दिन सोधेँ कस्तो खालको छ अहिलेको स्थिति भनेर भन्दाखेरि उहाँले के भन्नुहुन्थ्यो भने 64 सालको संविधान सभामा आदिवासी जनजाति, दलित, महिला, उत्पीडित जातिहरू नभनेदेखि त बकुल्ला जस्तो हुन्थ्यो। सबैले भन्थ्यो र भन्नु पर्थ्यो। तर अहिले त त्यस्तो भनौँ भनेदेखि चाहिँ बकुल्ला बनाउने स्थिति आयो भनेर भन्नुहुन्छ होइन। त्यस पछाडिको प्रतिनिधि सभा 2077 र 79 त होइन हामीले देख्यौँ कि त्यहाँ गाह्रो भयो आदिवासी जनजातिको अधिकारका कुराहरू उठाउनको लागि। त्यसकारणले यो हामीले बुझ्नुपर्ने कुरा के हो भने आदिवासी जनजातिको अब कतिपय सांसदहरूले के गो आदिवासी हामी चाहिँ चुनाव लडेर आएको आदिवासीबाट होइन, अब त्यस्तो पनि हामीले देख्यौँ। तर मैले के अनुरोध गर्न चाहन्छु भने त्यसै भएको होइन। मैले यहाँलाई अनुरोध गर्न चाहन्छु कि नेपाल आदिवासी जनजाति महासङ्घ र नेपाल सरकार बीच 2064 सालको सावनमा, अहिले मैले यसो एआईलाई सोधेको ठ्याक्कै यो 7 तारिकमा रहेछ हेर्नुहोस्, 22 गते हो कि साउनको 22 गते त्यहाँ चाहिँ 20 बुँदे एग्रिमेन्ट भएको छ। त्यहाँ पछाडि हो यो समानुपातिकको अवधारणा आएको। त्यही बमोजिम चाहिँ के हो भने संविधान सभा चाहिँ के भयो, समानुपातिक प्रतिनिधित्व गराउने भयो। त्यसकारणले त्यहाँबाट सुरुवात भएको छ। अहिले कतिपय आदिवासी जनजाति सांसदहरूलाई के लाग्छ भने होइन जनजातिको कुरा किन उठाउने होइन, हाम्रो अरूमा शिक्षाको बारेमा, स्वास्थ्यको बारेमा, अरू कम्पिटिसनको बारेमा धेरै कुराहरूमा। तर यहाँलाई मैले विनम्र के अनुरोध गर्न चाहन्छु भने थाहा छैन होइन, धेरै त मैले पढेको छैन, तर मेरो अब्जर्भेसनले के भन्छ भने बिफोर डेमोक्रेसी 46 सालको आन्दोलन हुनुभन्दा अगाडि आदिवासी जनजातिको रिप्रेजेन्टेसन कस्तो थियो त? कस्तो थियो भन्दा बालाराम घरती मगर जितेर आउनुहुन्थ्यो, जहाँ मगरै मगर थियो हेर्नुहोस्, अरूले जित्न गाह्रो पर्थ्यो, त्यस्तोबाट चाहिँ आउनुहुन्थ्यो। पद्म सुन्दर लाटी यता 5 थरतिरबाट आउनुहुन्थ्यो, जो मान्छे चाहिँ के हो तपाईँको चाहिँ त्यो लिम्बूभन्दा अरूले जित्न गाह्रो थियो त्यस्तो ठाउँबाट। र अर्को कुरा के थियो भने जो मान्छे जस्तो मेजर दीपक गुरुङ उहाँ चाहिँ हुने खाने होइन, तपाईँको लाउरे मान्छे होइन, अरू यस्तो खालको मान्छेहरू थियो क्या। तर अहिले हेर्नुहोस् त हाम्रो गङ्गा छन्त्याल रिप्रेजेन्टेसन गरिराख्नु भएको छ, उहाँ त्यो पृष्ठभूमिको हो र होइन नि त। तर संविधानमै के लेखियो भने आदिवासी जनजातिको पनि रिप्रेजेन्टेसन हुनुपर्छ भन्ने त्यहाँ व्यवस्था गरिएको छ। त्यसकारणले मैले आदिवासी जनजाति अब प्रत्यक्ष लडेर आउनुहुने मान्यज्यूहरूलाई पनि मैले अनुरोध गर्छु होइन, तपाईँहरूले पनि दुईटा भूमिका खेल्नुपर्छ। के हो भन्दाखेरि एउटा समुदायको पनि हेर्नु पर्यो, अर्को चाहिँ तपाईँको होइन आफ्नो कन्स्टिट्युसन पनि हेर्नु पर्यो। तर समानुपातिकबाट जो आउनु भएको छ त्यो त एकदम कन्स्टिट्युसन नै त्यही हो।
आदिवासी जनजाति महिला अथवा पुरुष जो चाहिँ तपाईँको सेलेक्ट भएर आउनु भएको छ उहाँहरूको त कन्स्टिट्युसन नै यही हो नि, आदिवासी जनजाति हो। त्यस कारण यसमा चाहिँ गम्भीर हुनको लागि म अनुरोध गर्न, त्यस्तो हामीले चाहिँ अब ख्याल राखिएन भने त्यो हुँदैन। किनभने त्यो नभएपछि हामी के भन्छ, फेरि हामी चाहिँ रिभर्सतिर जान्छौँ। मैले अघि पनि भने कि हाम्रो पृष्ठभूमि के छ होइन, त्यो तरिकाबाट चाहिँ तपाईँको त्यतिखेर आदिवासी जनजाति आयोगले के महासङ्घले नेपाल बन्धको सम्म कार्यक्रम ल्याएको थियो। त्यो पछि मात्रै बल्ल तपाईँको चाहिँ राज्यले घुँडा टेकेर एग्रिमेन्ट गरे हो कि त्यतिखेर फेरि एउटा के थियो भने तरलताको अवस्था थियो होइन। माओवादी भर्खरै आएको थियो शान्ति प्रक्रियामा होइन, विभिन्न कुराहरू उसले पनि उठाउँथ्यो। त्यस कारणले के हो भने यो विषयमा गम्भीर हुनको लागि म अनुरोध गर्न चाहन्छु। र अन्तिममा फेरि पनि के हो भने विधायिका हाम्रो मान्य गङ्गा छन्तेलले अघि कुरा उठाउनु भएको छ, तपाईँहरूलाई सहयोगको लागि होइन आदिवासी जनजाति आयोग महासङ्घ प्रतिष्ठान छ, तपाईँहरूले चाहिँ सहयोग लिनु पर्यो होइन। सहयोग लिएन भने तपाईँको चाहिँ अब दिन जाने चाहिँ हाम्रो आदिवासी जनजातिमा गाह्रो रहेछ कल्चर मैले देखेको। किनभने दिनुपर्छ एउटा मान्छेलाई होइन, सिकाइ हिँड्नुपर्छ भनेर चाहिँ भन्दो रहेछ। बाहुनहरू चाहिँ आफू बाटो भएपछि यसलाई यसो मनैदेखि सिकाउनु त होइन, म चाहिँ ठुलो मान्छे हुँ भइटो बोल्नको लागि पनि सिकाउने तपाईँको कल्चर सिकाउन हिँड्दा रहेछन्। तर आदिवासी जनजाति छन् चाहिँ सिकाइदिए भन्दाखेरि नभनिदिन्छन्, भन्दैन, कमक्क पर बसिरहन्छ। त्यस कारणले मैले फेरि पनि भने कि तपाईँको चाहिँ तपाईँहरूकै सहयोगको लागि आयोग तपाईँको चाहिँ प्रतिष्ठान महासङ्घहरू हुन्, उनले चाहिँ फेसिलिटेट गर्छ। त्यस कारणले यतातिर म ध्यान दिन यहाँहरू सबैलाई अनुरोध गर्दै फेरि पनि हामी कुराहरू गर्दै गरौँला होइन। के अरे हाम्रो महाबुवाङ सरले दिनैभरि चाहिँ काम के अरे एकताली चाहिँ कुरा गरौँ भन्नुहुन्छ। अब यो सुरुवात भएको छ, यो पनि गर्नुपर्छ। अलिकति हाम्रो चाहिँ थोरै पुगेन जस्तो लाग्छ। त्यो के हो भने विभिन्न होइन महिला यो नेटवर्क सबै प्रतिष्ठान मिलेर एक हप्ते कार्यक्रम बनाएर यो दिन यसो गरौँ है भने अलि राम्रो हुन्थ्यो होला होइन। त्यो हामीले भन्न सकेनौँ होइन, त्यसलाई चाहिँ पछाडि भन्नु पनि पर्ला भन्ने अनुरोध गर्न चाहन्छु। र फेरि पनि होइन विश्व आदिवासी दिवसको सन्दर्भमा अब भोलि अन्तिम दिन छ, आयोगले बिहान चाहिँ होइन राष्ट्रिय नाचघरमा कार्यक्रम राखेको छ। यहाँहरू सबैलाई होइन धेरैलाई चिठी पनि गइसक्यो होला, नहुने प्राप्त गर्नु नहुने महानुभावहरूलाई म यही निम्ति भन्न चाहन्छु। र नियमित रूपमा चाहिँ आदिवासी जनजातिका कुराहरूमा हामी छलफल गरौँ र आदिवासी जनजाति के अरे समुदायलाई चाहिँ समृद्ध पार्नको लागि हामीले नपारे अरूले कसले पार्ने, हामी नै हो नि राज्यको निकायमा बसेको, हामीसँग तपाईँ राज्यको सुविधा पनि छ, हामीसँग तपाईँको राज्यको अथेन्टिसिटी पनि छ। त्यस कारणले यति भनिकन यो कार्यक्रममा बोलाइदिनु भयो महादेनजी, नेटवान, प्रतिमाजी र सबै नेटवान र प्रतिष्ठान परिवारलाई हार्दिक धन्यवाद साथ म बिदा हुन्छु। नमस्ते। धन्यवाद छ आजका प्रमुख अतिथिज्यूलाई। रूपमा अन्त्य गर्नको लागि आजका कार्यक्रमका अध्यक्ष आदिवासी जनजाति उद्यान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख श्री रामकुमार महादेनज्यूलाई मञ्चमा ड्यासमा आमन्त्रण गर्दै म यहाँहरू बिचबाट पनि बिताउन चाहन्छु। जोडले जेठो आजको यो कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका मान्य अध्यक्षज्यू र यहाँ अहिले ड्यासमा दुईजना मात्रै हुनुहुन्छ, मान्य हाम्रा सुरेश आली मगरज्यू। यसै गरेर यहाँ उपस्थित हाम्रा आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, हाम्रो कार्यपत्र प्रस्तोता आदिवासी जनजाति अग्रज डाक्टर बालकृष्ण महाबुवाङ, त्यसै गरेर यतापट्टि हाम्रा धेरै अग्रज व्यक्तित्वहरू डाक्टर सापहरू पनि हुनुहुन्छ। र विशेष गरेर आज हाम्रो निम्ति स्वीकार गरेर आउनुभएका मान्य सांसदज्यूहरू, उहाँहरूप्रति चाहिँ हामी एकदमै अनुग्रहित छौँ। यहाँहरू उपस्थित भइदिनु भएको छ, आफ्नो महत्त्वपूर्ण विचारहरू राखिदिनु भएको छ। जातीय संस्थाका अध्यक्षज्यूहरू प्रतिनिधि आउनु भएको छ, महासङ्घीय ढाँचाका अध्यक्ष तथा प्रतिनिधिहरू यहाँ आउनु भएको छ। यहाँहरू सबैलाई प्रतिष्ठान र हाम्रो सहकार्य चाहिँ नेटवान र हामीले सहकार्य यो कार्यक्रम गऱ्यौँ। यहाँहरू सबैलाई एकदमै अन्तर्हृदयबाट मुरी धन्यवाद दिन चाहन्छु। र
यो कार्यपत्र अहिले जति हामीले छलफल गऱ्यौँ यो छलफल गरेको कार्यपत्र चाहिँ हामीलाई पूर्ण विवरणमा हामी चाहिँ ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु र सबैलाई अलिक भोक पनि लागिसकेको होला र 32औं विश्व आदिवासी दिवस को अवसरमा सम्पूर्ण महानुभावहरूलाई प्रतिष्ठान र निर्वाणको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र आजको यो कार्यक्रम पनि यही नै अन्त रहेको घोषणा गर्न चाहन्छु।